क्यान्सर नेपालमा पनि नहुने चाहिँ होइन हैन, त्यही भएर जहिले पनि पिए चाहिँ प्रोटेक्टेड नै भएको लगाउनु उचित। जुन हामी यो इन्जेक्टेबल्सहरू गर्छौँ नि, कसैको गर्दाखेरि चाहिँ यो एकदम नेचुरल जस्तो देखिन्छ होइन, कसैको चाहिँ होइन कस्तो नराम्रो यो जस्तो देखिन्छ। त्यो चाहिँ के, त्यो हामीले प्रोपर तरिकाले सर्टिफाइड मान्छेले नगर्दा त्यस्तो भएको हो कि अथवा त्यसको काजलको फेयरनेस कस्तो भयो होइन, ग्लुटाथियोन युज गरेर मलाई त्यस्तै हुन मन छ भन्नुहुन्छ होइन। तर कस्तो भने कुनै पनि कुरा एउटा स्ट्यान्ड अलोन ट्रिटमेन्ट भनेर हुँदैन। फेसियल एक्सर्साइजले चाहिँ फेस लिफ्ट हुने भन्ने हुन्छ नि, फेसियल एक्सर्साइजेसहरूले स्किन टाइटनिङ हुन सक्ने पोसिबिलिटी नै छैन कि। यसले त्यो चेन्ज हुनसक्छ, जेनेटिक कलरलाई पनि यसले चेन्ज गर्छ होइन, जेनेटिक कलर चेन्ज हुन सक्दैन, त्यो कम्प्लिटली रङ कन्सेप्ट हो। के हो एक्ज्याक्टली यति साह्रो इम्प्यासेन्स हुनुको कारण के हो त? होइन, डेफिनेटली हजुरको छाला राम्रो भएको छालामा केही कालो धब्बा देखेपछि इम्पेसेन्ट त फिल हुन्छ महिलाहरूलाई होइन। आजकल चाहिँ लेस इज मोर भन्छ, धेरै कुरा लाउने भन्दा थोरै कुरा लाउँदाखेरिले चाहिँ हाम्रो स्किनलाई बढी फाइदा गर्छ। कसैले मलाई डार्कनिङ गराए पनि भन्छ क्या सनस्क्रिन, त्यो एक्ज्याक्टली हो साँच्चै। त्यो स्किनको टेक्स्चर अनुसार सनस्क्रिन नमिलेको भएर त्यो छाला चाहिँ अलिकति डार्क देख्यो। अलिकति बढी ओइली लगाइदियो भने अलिक बढी डार्क हुन्छ। आजकल स्किन केयरको नाममा हामी यति धेरै कुरा सुनिरहेका छौँ। कसैले भन्छ रेटिनोल लगाऊ, कसैले भन्छ नेचुरल नै राम्रो, कसैले भन्छ सनस्क्रिन बिना केही हुँदैन, र सोसियल मिडियामा हरेक हप्ता एउटा नयाँ ट्रेन्ड भाइरल भइरहेको हुन्छ। तर प्रश्न के हो भने यी सबै कुरा वास्तवमै हाम्रो छालाका लागि सही छन् कि हामी मार्केटिङ ट्रेन्ड्स र मिथको पछाडि दौडिरहेका छौँ? किन एउटै प्रोडक्ट कसैलाई राम्रो काम गर्छ तर अर्को व्यक्तिको छाला बिगार्छ? महँगो स्किन केयर नै राम्रो हुन्छ? एक्ने केवल टिनेज प्रब्लम हो? फेयर स्किन नै हेल्दी स्किन हो? अनि एस्थेटिक प्रोसिडियर्स, बोटक्स, फिलर्स, लेजर्स यी सबै आवश्यकता हुन्, लग्जरी हुन् कि कहिलेकाहीँ अब्सेसन? आजको एपिसोडमा हामी स्किन केयरको सर्फेस लेभल कुरा गर्दैनौँ, हामी जान्नेछौँ छालाको वास्तविक साइन्स, कमन मिस्टेक्स, भाइरल ट्रेन्ड्सको ट्रुथ, सही इन्ग्रिडियन्ट्स कसरी छान्ने, र डर्माटोलोजिस्टले आफ्नै छालाको लागि वास्तवमा के रोज्छन्। यी सबै प्रश्नको स्पष्ट जवाब, प्र्याक्टिकल एन्सर खोज्नेछौँ डाक्टर ईशा पौडेल कोइरालासँग। Dr. Isha, welcome to the podcast. धन्यवाद हजुर, थ्याङ्क यू फर ह्याभिङ मी। Doctor, let's start with yourself first. हस्, हजुर भन्नुहोस्, how you become a dermatologist first? म चाहिँ जब म डर्माटोलोजी पढ्ने विचार गरेँ त्यति बेला चाहिँ नेपालमा एकदम थोरै डर्माटोलोजिस्ट हुनुहुन्थ्यो होइन। अनि हाम्रो देशमा चाहिँ 100 भन्दा पनि कम डर्माटोलोजिस्ट, हाम्रो पपुलेसन हेरिकन त डर्माटोलोजी डक्टरको चाहिँ एकदमै रिक्वायरमेन्ट छ जस्तो फिल हुन्थ्यो मलाई। त्यसमाथि मेरो चाहिँ एक्सपोजर फिलिपिन्समा भयो, किनभने मेरो हस्बेन्ड त्यहाँ पढ्दै हुनुहुन्थ्यो। त्यहाँ गएर चाहिँ मैले हेरेपछि मैले के थाहा पाएँ भन्दाखेरि हाम्रो फ्युचर अफ डर्माटोलोजी कहाँ रहेछ त भन्ने कुरा देख्ने महसुस गर्न पाएँ, किनभने फिलिपिन्स चाहिँ डर्माटोलोजीको सेक्टरमा धेरै अगाडि पुगिसकेको थियो। त्यहाँ चाहिँ धेरै आधुनिक ट्रिटमेन्टहरू होइन, टेक्नोलोजीहरू आएको देखेर डर्माटोलोजीको फ्युचर चाहिँ यस्तो राम्रो रहेछ, ब्राइट रहेछ भन्ने कुरा चाहिँ मैले महसुस गर्न पाएँ र मैले चाहिँ डर्माटोलोजी पढ्ने डिसाइड गरेँ। हजुरले नेपालमै प्र्याक्टिस गरेको चाहिँ कति वर्ष भयो म्याम? मैले पढेर आएर प्र्याक्टिस गरेको चाहिँ 13 वर्ष। 13 वर्ष भयो, ओके। अनि हाम्रो यो हजुरको जुन आफ्नो अहिले क्लिनिक छ एस्थेटिक होला, यो चाहिँ हजुरले सुरु गर्नुभएको कति भयो? अहिले 3 वर्ष जस्तो भयो। 3 वर्ष भयो। त्योभन्दा अगाडि चाहिँ के मेडिकल कलेजमा हुनुहुन्थ्यो? होइन, त्योभन्दा अगाडि पनि म प्राइभेट प्र्याक्टिस चाहिँ गरिरहेको थिएँ, एस्थेटिक क्लिनिकमै गरिरहेको थिएँ। ओके, सो हाउ इट इज बिकम अ जर्नी, हाउ इज योर जर्नी, कस्तो लागिरहेको छ जर्नी चाहिँ? आई थिङ्क आइम लभिङ इट भेरी मच। मलाई चाहिँ यो एस्थेटिक जर्नीले चाहिँ एकदमै ग्राटिफाइङ हुन्छ, ग्राटिफाइङ फिल हुन्छ, किनभने धेरैजना पेसेन्टहरूले अप्रिसिएट गर्नुहुन्छ होइन। आफू चाहिँ राम्रो बन्न पाएको भनेको अहिलेको वर्ल्डमा एकदमै डिमान्ड हुँदो रहेछ होइन। सो स्किनमा चाहिँ मलाई लाग्छ अरू कुनै ब्रान्चमा भन्दा चाहिँ हामी जब कसैलाई राम्रो बनाउन पाउँछौँ, कसैको कन्फिडेन्स लेभललाई हामीले राम्रो बनाइदिन पाएका हुन्छौँ, त्यो कुरा भनेको चाहिँ एकदमै ग्राटिफाइङ हुँदो रहेछ। खुसी लाग्छ त्यो जब पेसेन्टले आएर चाहिँ मलाई हजुरले गरेर मलाई यस्तो कन्फिडेन्ट फिल भयो, यति राम्रो फिल भयो, म इन्टरनेसनल स्टेजमा जान पाएँ भन्नुहुन्छ, मलाई एकदमै प्राउड फिल हुन्छ। र मोरओभर चाहिँ बाहिरबाट आउनु भएको कतिजनाहरूले पनि यति सस्तोमा यति राम्रो ट्रिटमेन्ट हाम्रै नेपालमा हुने रहेछ, म त नेपालै आएको बेला ट्रिटमेन्ट गर्छु भन्ने कतिजना हुनुहुन्छ। त्यसले पनि आफूले ल मैले राम्रो काम गरिरहेको रहेछु भन्ने आफूले चाहिँ महसुस हुन्छ होइन। त मेरो एकदमै राम्रो लाग्छ मलाई, र प्लस मलाई वर्क लाइफ ब्यालेन्स गर्न पनि सजिलो भएको छ। नाइट ड्युटी भएन होइन, आफ्नो समयमा काम गर्न पाइयो, त्यसले चाहिँ आफूलाई एकदमै ह्याप्पी बनाउनमा मद्दत पुर्यायो। त्यो भएपछि आफूले दिन सक्ने कुरा पनि राम्रो हुँदो रहेछ कि आफ्नो कम्युनिटीमा।
ओके डाक्टर। डाक्टर यो मोस्ट अफ द टाइम यो आजकल यो एस्थेटिक डर्माटोलोजीमा चाहिँ हजुरहरूले म्याक्सिमम देख्ने पेसेन्टहरूको त एउटा एक्नी पेसेन्टहरू पनि देख्नुहुन्छ होइन? जस्तो कि यो एक्नीको लागि चाहिँ कहिलेकाहीँ के देखिन्छ भन्दाखेरि सेम टाइप्सको एक्नीहरूको दुईजनाको लागि छ भने कसले चाहिँ एउटा पेसेन्टलाई गर्ने ट्रिटमेन्टको प्याटर्न र अर्को पेसेन्टलाई गर्ने ट्रिटमेन्टको प्याटर्न चाहिँ फरक देखिरहेको हुन्छ होइन? यो के कारण होला, किन यस्तो हुन्छ खासमा? एक्नीलाई चाहिँ किनभने हामीले धेरै कुराले चाहिँ हामीले वर्गीकरण गर्नुपर्ने हुन्छ। ओके एक त हामीले सिभियरिटी अनुसार क्लासिफाई गर्नुपर्छ, वर्गीकरण गर्नु पर्यो कुन ग्रेडको एक्नी छ भनेर। ओके अर्को चाहिँ हामीले मुख्यतः हामीले कज त्यसको कारण के रहेछ भन्ने कुरा नै पत्ता लगाउनु पर्ने हुन्छ। हर्मोनल पनि हुनसक्छ, इन्टरनल कजले पनि हुनसक्छ, आफूले लगाएको मेकअपहरूले या लगाएको स्किन केयर प्रडक्टहरूले सुट नभएर पनि हुनसक्ला होइन। मल्टिपल कारण हुने भएको हुनाले चाहिँ हामीले के कारणले रहेछ भन्ने कुरा पत्ता नलगाएसम्म पनि हामीले एक्नीलाई प्रपर ट्रिट गर्न पाउँदैनौँ। र अर्को चाहिँ हामीले त्यसलाई ग्रेड अनुसार चाहिँ क्लासिफाई गरेर त्यो अनुसार चाहिँ हामीले मेडिकेसन दिनुपर्ने हुन्छ। त्यही भएर कति सिभियर छ त्यो अनुसार हामीले ओरल औषधि पनि थप्नु पर्ला। सिभियर धेरै छैन, माइल्ड फर्ममा छ, ग्रेड 1 ग्रेड 2 छ भने हामीले लगाउने मात्रैबाट सुरु गर्नु पनि सकिन्छ। ट्रिटमेन्टको प्याटर्न एकजनालाई सेम छ भने अर्कोलाई सेम हुन्छ भन्ने छैन, जरुरी छैन। किनभने सबैको लाइफस्टाइल बेग्लै हुन्छ, सबैको आफ्नो आफ्नो खानपिन हुन्छ, आफ्नो आफ्नो सुत्ने तरिका हुन्छ होइन। कसैलाई स्ट्रेसले ट्रिगर गरिरह होला, कसैलाई अरू कुनै फ्याक्टर, कसैको प्रोफेसनली आफूले एकदमै चाहिँ स्किनमा मेकअपहरू धेरै गर्नुपर्ने होला। त्यही भएर के छ ट्रिगरिङ फ्याक्टर त्यो पनि हेरेर त्यही इन्डिभिजुअललाई त्यही ग्रेड छ भने पनि हामीले ट्रिटमेन्ट चाहिँ फरक फरक तरिकाले अप्रोच गर्नुपर्ने हुनसक्छ। त्यो त हामीले जुन ट्रिटमेन्ट गर्छौँ नि, गरिसकेपछि जस्तो मानौँ 1.5 महिना 2 महिना जति हुन्छ उसको एक तरिकाले निको भयो होइन, एक तरिकाले हो उसको प्रब्लम सल्भ भयो। तर फेरि अपारेन्टली फेरि त्यो फेरि रिभर्स हुने, त्यो फर्केर आउने कारण चाहिँ के हो? उसले प्रोपर ध्यान नदिएर अथवा अरू कुनै पनि स्टिमुलेटरहरूले त्यो काम गरिरहेको हुन्छ, के हुन्छ? 2-3वटा कारण हुनसक्छ। नम्बर 1 त्यसको कारण चाहिँ के हो भन्ने कुरा पत्ता नलागेको हुनसक्छ होइन। ट्रिट गरेर त ट्रिटमेन्ट त त्यो स्किनमा देखेको कुरा त गयो, तर अन्डरलाइङले चाहिँ पिसिओएस अथवा पिएमओएस भन्ने कन्डिसन रहेछ भने चाहिँ त्यो हर्मोनल चेन्जेसले गरेर ट्रिगर गरिरहेको छ एक्नी बन्नको लागि होइन। त्यो पत्ता नलागेको हुनसक्छ एउटा कुरा। अर्को कुरा मेन्टेनेन्स चाहिँ नलगाइएको हुनसक्छ। जस्तै हामीले ट्रिटमेन्ट गऱ्यौँ, ल अब सन्चो भयो, अब पिम्पल्स कहिल्यै पनि आउँदैन भनेर हामीले छोड्न त मिल्दैन होइन। कतिजनालाई चाहिँ धेरै समय लाग्छ मजाले चाहिँ क्लियर आउट हुनको लागि। त्यही भएर हामीले मेन्टेनेन्स थेरापीमा पनि राख्नुपर्ने हुन्छ। अब रेकमेन्डेसन नै हुन्छ मेन्टेनेन्सको भनेर, त्यो नभएको पनि हुनसक्छ। सो यी कारणहरूले चाहिँ फेरि पटक पटक आएको हुनसक्छ। डाक्टर जस्तो यो जुन रिअकरेन्स हुने नि, जुन एडल्ट एक्नी र यो एडोलेसेन्ट एक्नी हुन्छ होइन, त्यसमा के डिफ्रेन्स केही छ कि अब केही डिफ्रेन्सहरू पाइन्छ? डिफ्रेन्स चाहिँ धेरै जस्तो अब फेरि पनि कज अनुसार अब यङमा आउने चाहिँ हाम्रो चिकको एरियामा बढी आइरहेको। मैले भनेको रिकरेन्स चाहिँ कुनमा बढी हुनसक्छ जस्तो? रिकरेन्स चाहिँ अब मैले भने नि ट्रिगरिङ फ्याक्टर अनुसार फरक पर्ने हो, तर मैले एजले त्यस्तो फरक पर्दैन। के कारण छ त्यसले नै बढी फरक परिरहेको हुन्छ। ओके डाक्टर, अनि जस्तो यो जुन अघि हामीले भन्नुभयो एउटा पिसिओज भन्यो होइन, यो पिसिओज चाहिँ म्याक्सिमम कुनै यो हुने चाहिँ कुनै एज पर्टिकुलर एज टाइमिङ हुन्छ भन्नाले यति वर्षदेखि यति वर्षको रेन्जमा चाहिँ पिसिओज हुनसक्छ भनेर कि अरू कुनै कारणहरू छ? युजुअली चाहिँ 30 वर्ष नागेपछि भएको देखिन्छ। ओके। हुन त आजकल अब मान्छेको विभिन्न लाइफस्टाइल होला, पोल्युसन एक्सपोजर अरू कुराहरूले पनि फरक परेको हुनसक्छ, खानपिनहरूले होइन। त्यसले गर्दा अलिक चाँडै पिसिओएस भएको पनि कतिजनाले देखिएको छ। तर धेरै जस्तो चाहिँ एडल्ट फेजमा पुगिसकेपछि, एडोलेसेन्ट फेज कटिसकेपछि एडल्टहुडमा चाहिँ पिसिओएसको समस्याले चाहिँ बढी प्रब्लम। ट्रिटमेन्ट प्याटर्नमा केही फरक पाइन्छौँ हामी? हजुर, त्यसको ट्रिटमेन्ट प्याटर्न चाहिँ किनभने त्यो चाहिँ मल्टिपल सिम्पटम अरू पनि हुन्छ होइन। हजुरको यो चाहिँ आजकल पिसिओएस भन्दा पनि पिएमओएस भन्छ, पोलिमेटाबोलिक ओभेरियन सिन्ड्रोम भन्ने हुन्छ। त्यसमा चाहिँ इन्सुलिन रेजिस्टेन्सको कुरा आउँछ, बडीको मेटाबोलिजमको कुरा आउँछ होइन, धेरै कुराहरूले फरक, हर्मोन्सको कुरा आउँछ। यो कुराले फरक पर्ने भएको हुनाले हाम्रो चाहिँ हर्मोनली ब्यालेन्स हुने कुरा पनि हेर्नु पर्यो, टेस्ट गर्नु पर्यो, चाहियो भने एन्टी हर्मोनल मेडिकेसन लिनु पर्यो, लाइफस्टाइलको ब्यालेन्सहरू पनि हेर्नु पर्यो होइन। त्यो अनुसार चाहिँ हामीले अब अरू हेयर ग्रोथहरू भइरहेछ कि हेयर थिनिङ भइरहेछ कि एसोसिएटेड अरू कुरा के छ त्यसलाई पनि एड्रेस गर्नुपर्छ। त्यही भएर चाहिँ त्यो चाहिँ ट्रिटमेन्ट फरक पर्न आउँछ। ओके डाक्टर, अब हामी अर्को कुरा इन्टर गरौँ। जस्तो हामीले
मोस्ट अफ द टाइम धेरै मान्छेहरूले होइन सोसियल मिडियामा सिकाउने कुरा सिक्ने कुरा एउटा सनस्क्रिन हजुर होइन हो हो सिकाउने पनि धेरै छन् सिक्ने पनि धेरै हो धेरै त सनस्क्रिन होइन मान्छेले सनस्क्रिनमा हेर्दाखेरि नर्मल्ली हेर्ने भनेको एसपिएफ भन्छन् होइन एसपिएफ प्लस पिए प्लस प्लस भन्छ होइन एक्ज्याक्टली यो एसपिएफ भनेको चाहिँ के हो होइन यो कसरी एकदम लेम्यानले चाहिँ कसरी बुझ्ने त हो एसपिएफ र पिए प्लस प्लसमा के फरक छ र किन जरुरी छ यो दुइटै एसपिएफ को फुल फर्म भनेको सन प्रोटेक्सन फ्याक्टर होइन ओके यो चाहिँ युजली युभीबी लाइटबाट चाहिँ हाम्रो स्किनलाई कतिको प्रोटेक्ट गर्न सक्ने चाहिँ त्यसको क्षमता छ भन्ने कुरा चाहिँ मेजर गरेर राखिएको एउटा इन्डिकेटर हो होइन सो मिनिमम हामीले देखेको स्टडीहरूले रेकमेन्ड गरे अनुसार चाहिँ मिनिमम चाहिँ 30 एसपिएफ चाहिन्छ भन्ने चाहिँ रेकमेन्डेसन हुन्छ होइन त्योभन्दा माथि पनि प्रोटेक्सन सन प्रोटेक्सन फ्याक्टर चाहिँ हुन्छ तर अब जति माथि हायर एसपिएफ भए पनि त्यसको पर्सेन्टेज अफ प्रोटेक्सन चाहिँ त्यति धेरै हाई भएर जाँदैन ओके सो 30ले चाहिँ हाम्रो 95% प्रोटेक्सन गर्न सक्छ भने लेट्स से 50ले चाहिँ हजुरको 97% मात्र प्रोटेक्सन भइरहेको हुन्छ त्यही भएर त्यस्तो ड्रास्टिकली फरक पर्ने चाहिँ हुँदैन म्याक्सिमम 50 भन्दा माथिको त खासै काम देखिएन त होइन त्यति धेरै सिग्निफिकेन्ट चाहिँ डेफिनेटली छैन सिग्निफिकेन्ट डेफिनेटली छैन त्यो भयो एसपिएफको कुरा अब पिए भनेको चाहिँ हाम्रो युभीए रेजको प्रोटेक्सन हो युभीए रेज चाहिँ मोस्टली यो चाहिँ वेस्टर्न स्किनहरूमा किनभने क्यान्सरसँग रिलेटेड हुने वेस्टर्न स्किनहरू चाहिँ त्यो भएर युभीएले चाहिँ ट्रिगर बढी गर्छ हाम्रो क्यान्सर हुन सक्ने पोसिबिलिटीलाई ट्यानिङहरू गर्ने त बर्नहरू हुने त्यो युभीएले हजुर होइन युभीबीले हो ट्यानिङ हुने भने क्यान्सरस ऊ चाहिँ हाम्रो युभीएले बढी मात्रामा भइरहेको छ सो त्यसको मेजरमेन्ट चाहिँ पिए फ्याक्टरबाट गरिएको हुन्छ त्यो चाहिँ धेरै जस्तो गोरेहरूको स्किनलाई भए तापनि जहिले पनि स्किन क्यान्सर नेपालमा पनि नहुने चाहिँ होइन होइन त्यही भएर जहिले पनि पिए चाहिँ प्रोटेक्टेड नै भएको लगाउनु उचित अनि डक्टर अर्को यो जुन यो सनस्क्रिनहरू हुन्छ नि यसको फर्म अफ पाउनुहुन्छ कोही स्प्रे होइन कोही लिक्विड जेलमा कोही सिलिकन मेड जेलमा कोही क्रिमी बेसमा होइन यसको फर्मले चाहिँ यसको इफिकेसीमा केही फरक पर्छ कि पर्दैन इफिकेसीमा फरक पर्न सक्छ किनभने हजुरको अब जति क्रिम फर्मुलेसनमा चाहिँ थिकर एसपिएफ भएर चाहिँ राख्न सकिने हुन्छ त्यतिको चाहिँ हाम्रो अरू फर्मुलेसनमा नहुन सक्ला लोसन भन्ने बित्तिकै अलिकति पातलो भइ नै हाल्छ अब हामीले चाहिँ स्ट्यान्डर्ड भोल्युम भनेर जुन 2.5 भनौँ न आधा चिया चम्चा जति हामीले अनुहारमा लाउँछौँ नेकमा लाउनुपर्छ भनेर भनिन्छ त्यो चाहिँ हामीले जेनरली जुन चाहिँ हाम्रो लोसनको फर्ममा हुन्छ त्यो अरू फर्मबाट हामीले ठ्याक्क मेजर गर्न नसक्ने पनि हुनसक्छ त्यही भएर त्यो भेरी गर्छ तर ल्याब टेस्टहरूबाट गरेर त्यो फर्मुलेसन गर्दाखेरि उचित टेस्टहरू गरेर त्यो कति चाहिने क्राइटेरिया हो त्यो मिलाउन चाहिँ सकिने हुन्छ होला त्यो चाहिँ अब कति कुराहरू हाम्रो चाहिँ फ्याक्ट्री प्रोडक्सन बेसमा चाहिँ स्टडी गर्नुपर्ने हुन्छ डक्टर अघि हामीले कुरा गऱ्यौँ एसपिएफ 30 र एसपिएफ 50 को जस्तो जुन हामी एमाउन्ट अफ सनस्क्रिन जति युज गर्छौँ नि होइन जस्तो हामीले एसपिएफ 30 लगाउँदा चाहिँ अलिक बढी सनस्क्रिन लगाउनु पर्ने अथवा एसपिएफ 50 हुँदा चाहिँ अलिक कम सनस्क्रिन लगाउनु पर्ने त्यस्तो केही हुन्छ हुँदैन नि त्यो त होइन त्यस्तो हुँदैन त्यस्तो हुँदैन त्यो एमाउन्ट अफ सनस्क्रिन युजले चाहिँ त्यसको युभी प्रोटेक्सनलाई केही त्यसको डाइरेक्ट इम्प्याक्ट एसपिएफ चाहिँ कस्तो हो भने हजुरको ठाउँ अनुसार अथवा जिनको जेनेटिक चाहिँ पोटेन्सियल अनुसार होइन एसपिएफ हामीले कति लगाउने भन्ने कुरा डिटर्मिन गर्ने हुन्छ जस्तै फर इक्जाम्पल हाम्रो नेपालमा चाहिँ अल्टिट्युडमा भएको देश हो होइन युभी इन्डेक्स भन्छौँ हामी युभी इन्डेक्स चाहिँ हाई हुन्छ बढी हुने बित्तिकै चाहिँ हामीले अलिकति एसपिएफ बढी लगाइदिएको बेटर होइन अब मिनिमम तर जति स्टडिजहरू भएको हुन्छ त्यो त एभरेज कति त वेस्टर्नमा स्टडी भएको हुन्छ होइन त्यो हिसाबले कुन अल्टिट्युडमा गरेको हो होइन कस्तो स्किनमा कस्तो उसमा गरेको हो भन्ने सेभरल फ्याक्टरहरूले चाहिँ फरक पर्न आउने हुन्छ त्यही भएर हाम्रो एसपिएफ चाहिँ एउटा डिटर्मिन गर्ने फ्याक्टर हो होइन अमाउन्टमा चाहिँ हजुरको अब स्ट्यान्डर्डाइज दिएको अमाउन्ट भनेको चाहिँ हाम्रो त्यही भने नि होल बडीमा लगाउँदाखेरिको एउटा अमाउन्ट हुन्छ लगभग 30 ml लाउनु भन्छ होइन तर अब अनुहार र नेकमा लाउँदाखेरि आधा चिया चम्चा जति लाउने हो 2 फिङ्गर रुल भन्छ 2 फिङ्गरमा चाहिँ ठ्याक्क हुने गरेर मैले एउटा भिडियो पनि बनाएको थिएँ 2 फिङ्गरमा राखेर हामीले चाहिँ स्किनमा ट्याप गरेर अनि त्यसपछि रब गर्ने जस्तो कि यो नेपाल त हाई अल्टिट्युड देश भयो म्याक्सिमम यहाँको हाम्रो अब युथ कल्चरहरूमा चाहिँ हाइकिङ जाने ट्रेकिङ जाने अथवा हिमालको छेउछाउहरू जाने भन्ने हुन्छ होइन त्यस्तोको लागि चाहिँ हामीले कुन फर्मको सनस्क्रिन चाहिँ युज गर्दा बेस्ट हुन्छ अब जति हामी माथि अल्टिट्युडमा गयो
उति एसपिएफ अलिकति हायर गरिदिन सकेको बेटर। फर्म अफ चाहिँ जस्तो जेलमा क्रिम बेसमा सिलिकनमा एल्टिट्युडमा जाँदाखेरि चाहिँ अलिकति चिसो हुने भएको हुनाले ह्युमिड लो हुन्छ, त्यो कारणले गरेर चाहिँ हामीले अलिकति क्रिमी नेचरको लगाइदिन चाहिँ उचित क्रिमी हुन्छ। लोसन टाइप हजुर हो, र प्लस हावाले गरेर हाम्रो चाहिँ स्किन अलिकति बढी ड्राई हुन्छ होइन, त्यो कारणले गरेर पनि अलिकति मोइस्चराइजर अब ओइल कन्टेन्ट र वाटर कन्टेन्ट कति हुने भन्ने जुन हुन्छ हाम्रो क्रिम फर्म र लोसन फर्ममा चाहिँ अलिकति बढी ओइल कन्टेन्ट भएको हुन्छ, त्यो वाला लगाइदियो भने धेरै ड्राई हुन पाउँदैन। अनि अर्को कुरा डक्टर एउटा कुरा के पनि देखिन्छ भने प्राय सनस्क्रिनहरूले चाहिँ आई इरिटेसनहरू गराउने एउटा होइन, अनि अर्को हल्का त्यो कसैले मलाई डार्किङ गराए पनि भन्छ क्या सनस्क्रिन, त्यो एक्ज्याक्टली हो साँच्चै? कुनै स्किन चाहिँ राइट स्किन टाइपमा सनस्क्रिन चाहिँ परेन भने त्यस्तो हुन सक्छ, तर त्यसले स्किन डार्क बनाउने डेफिनेटली होइन, त्यो एउटा भ्रम हो होइन। त्यो चाहिँ मान्छेहरूलाई चिल्लोपना हुँदाखेरि चाहिँ अलिकति बढी कालो देखिया जस्तो फिल हुन्छ, तर उहाँहरूलाई सोध्नु भयो भने वास गरेपछि फेरि त्यो कालो भएको जान्छ भन्नुहुन्छ होइन। त्यो चाहिँ किनभने त्यो स्किनको टेक्स्चर अनुसार सनस्क्रिन नमिलेको भएर त्यो छाला चाहिँ अलिकति डार्क देखेको, अलिकति बढी ओइली लगाइदियो भने अलिक बढी डार्क हुन्छ। भनेपछि कसैले मलाई एक्नीलाई ट्रिगरिङ गरौँ अथवा एक्नी थोरै आयो भन्यो मतलब त्यो एक्ज्याक्ट फर्म अफ सनस्क्रिन चाहिँ नमिलेको भनौँ न, नमिलेको चाहिँ स्किन टाइप अनुसार नमिलेको हो, त्यो चाहिँ त्यही नै पोसिबिलिटी हो। अनि आई इरिटेसन हुने कसैले आँखा पोल्नेहरू सब्जेक्टिभ इरिटेसन भन्छ, कोही कोहीलाई चाहिँ कुनै कम्पाउन्डले चाहिँ इरिटेसन भइराख्ने दिनभरि आँखामा ऊ अलिअलि चाहिँ पोल्या जस्तो फिल हुने चाहिँ भन्नुहुन्छ, तर त्यसले आँखालाई हानि गर्ने चाहिँ होइन, तर त्यस्तो व्यक्तिहरूले केमिकल सनस्क्रिन भन्दा फिजिकल सनस्क्रिन लाउँदा त्यो सल्भ हुन्छ प्रब्लम चाहिँ। यसको यो केमिकल सनस्क्रिनमा चाहिँ मैले अस्ति एउटा पढिरहेको थिएँ, कस्तो भने यो युभी फिल्टर्सहरू हुन्छ नि हाम्रो, युभी फिल्टर्सहरू चाहिँ अलिकति हाई रेन्जको युभी फिल्टर्सहरू लेटेस्ट गऱ्यो भने हुँदैन के त्यस्तो हुँदो रहन्छ, तर त्यो ओल्ड त्यो ओएमसीहरू अक्टिसिनेटहरू जस्तो गऱ्यो भने तिनीहरूले चाहिँ हल्का हो आइरिटेसन बढी गर्ने चाहिँ बढी मात्रामा त्यो कम्पाउन्डरबाट चाहिँ त्यो कम्पाउन्डरले गर्दो रहेछ होइन। यसको मतलब त्यो पोल्नु भनेको त खराब होइन, तर खराब चाहिँ डेफिनेटली होइन, बिगार्दैन केही पनि। त्यसले इरिटेसन गरेको चाहिँ सब्जेक्टिभ इरिटेसन भन्छ कि, त्यही भएर इट्स नट अ ट्रु इरिटेसन, तर त्यो चाहिँ त्यो केमिकलबाट केही रागहरू आएको भएर चाहिँ फर सम टाइम त्यस्तो ऊ चाहिँ भएको हो होइन, तर हार्म गर्ने खालको चाहिँ त्यस्तो केही पनि हुँदैन। कतिलाई चाहिँ एकछिन पछि आफै हराएर जान्छ, कतिलाई चाहिँ कुनै समयमा फेरि दिउँसो चाहिँ ऊ भयो भन्नुहुन्छ, त्यस्तो व्यक्तिहरूले चाहिँ मिनरल सनस्क्रिन युज गर्न ठिक हुन्छ। त्यो पनि यस्तो कारण होला, जस्तो हामीले फेसहरू लगाएको छ भने फेसहरू यस्तो गर अनि त्यसले आँखाहरू यस्तो मिच्यो भने त्यस्तो पनि हुनसक्छ होइन, आँखामा यस्तो गर्दाखेरि त्यो पनि हुनसक्छ। डक्टर जस्तो यो अब यसमा नि अलिकति सेग्रेट गरिदिउँ, सजिलो बनाइदिउँ, जस्तो स्किन टाइप अनुसार कस्तो सनस्क्रिन युज गर्नु त? ल लेट्स मेरो एक्नी टाइप स्किन छ, ल एक्नी प्रोन स्किन छ भने which type of sunscreen will be suitable? ड्राई टाइप, सेन्सिटिभ टाइप, ओइली टाइप, कम्बिनेसन टाइप भनेर एएडीले क्लासिफाई गरेछ। ओइली छ भने अभियसली हजुरले ओइली खालको स्किन सनस्क्रिन युज गर्न रुचाउनुहुन्न होइन, किनभने त्यसले अक्लुड गर्छ। कुनै पनि सनस्क्रिनमा अक्लुड गर्ने अथवा बाहिरबाट एउटा सिल जस्तो गरिदियो भने अभियसली हामी पिम्पल बढ्छ, हाम्रो तेलको ग्ल्यान्डबाट जुन बाहिर निक्लेर जानुपर्ने झन् त्यो त्यहाँ थुप्रिँदै जान्छ, त्यस कारणले गर्दाखेरि झनै एक्ने बढ्ने भएको हुनाले त्यस्तो व्यक्तिहरूलाई चाहिँ जेल फर्मुलेसन अथवा क्विक अब्जर्बिङ जेल या वाटर बेस्ड या चाहिँ क्रिम जेल, आजकल फर्मुलेसन्सहरू चाहिँ नयाँ हुँदै आएको छ होइन, टेक्नोलोजी इम्प्रुभ हुँदै आएको छ, त्यस्तो खालको फर्मुलेसनहरू युज गर्न उपयुक्त हुन्छ। ड्राई छ भने चाहिँ लोसन अनि क्रिम फर्महरू होइन, अलिकति क्रिमी टेक्स्चर भएको जसले चाहिँ हजुरको सिल गरिदिन्छ बाहिरबाट। सेन्सिटिभ छ भने चाहिँ मिनरल बेस्ड अथवा फिजिकल सनस्क्रिन युज गर्न उचित हुन्छ। पर्टिकुलर कुनै मोलिकुल छ डक्टर जस्तो सेन्सिटिभ छ भने चाहिँ यो मोलिकुलहरू भएको चाहिँ भरसक युज नगर्नु है भन्ने कुनै छ त्यस्तो? केमिकल सनस्क्रिन कुनैले पनि इरिटेसन हुनसक्छ, एउटा पर्टिकुलर इन्ग्रिडियन्ट भनेर तेल यसले मात्रै भन्ने त हुँदैन। जुनै पनि हाम्रो अक्सिमेटर यो भयो के अरे एभोबेन्जोनहरू भयो, कुनै पनि कम्पाउन्डले हुनसक्छ, तर फिजिकलले चाहिँ युज गरेपछि इरिटेसन चाहिँ अलमोस्ट निल नै हुन्छ, किनभने यो नेचुरली पाउने खालको भनौँ न इन्ग्रिडियन्ट हुन्छ, जस्तै जिङ्क अक्साइड भयो, आइरन अक्साइड भयो, त्यो चाहिँ वेल टलरेबल हुन्छ स्किनलाई, त्यसले चाहिँ इरिटेसन हुन्छ। अन्डरको अहिले जुन वेस्टर्न औधी देखिन्छ क्या, जुन आजभन्दा 15-20 वर्ष अगाडि त एकदम वेल इस्टाब्लिस्ड युभी फिल्टर्सहरू
बेन्जोइक एसिडहरू भनौँ न, एमोबेन्जिनहरू भएको होइन, त्यो त थियो। अब आजकल त नयाँ मोलेकुलर टिनोसबहरू आयो, युभिनल ए प्लसहरू आयो, टाइटेनियम डाइअक्साइडहरू आयो होइन। अहिले चाहिँ त्यो पुरानो मोलेकुलरहरूलाई चाहिँ त्यो क्यान्सरजेनियस छ भनेर युज गर्नु हुँदैन भनेर कसैले कोही डक्टरहरूले पनि म युज गर्दिनँ भनेको म सुन्छु पाउँछु होइन। त्यो के एक्ज्याक्टली त्यसले हामीले सनस्क्रिन युज गर्दै त कार्सिनोजेनिक इफेक्ट हुने हो र डक्टर? कार्सिनोजेनिक इफेक्ट हुने त्यस्तो स्ट्रङ एभिडेन्स त मैले देखेको त छैन होइन। सनस्क्रिन लगाएर नै क्यान्सरस चेन्जेस भएको भन्ने त त्यस्तो स्ट्रङ एभिडेन्सहरू नदेखेसम्म चाहिँ हामीले भन्न मिल्दैन होइन, किनभने त्यो त हामीले लिटरेचरमा पब्लिस भइसकेको कुरालाई बल्ल हामीले हो भन्न मिल्यो नि त। त्यही भएर त्यस्तो भएको त देखिँदैन। तर अब कतिवटा मार्केटिङ स्ट्राटेजीहरू होला, कति कुराहरू होला जुनबाट चाहिँ यो फेक इन्फर्मेसन्सहरू पनि आइरहेको हुन चाहिँ सक्छ। मैले जानकारी पाएअनुसार चाहिँ स्ट्रङ लेभल अफ एभिडेन्स चाहिँ हाम्रो कार्सिनोजेनिक हुन्छ यो सनस्क्रिनहरूबाट भन्ने चाहिँ देखिएको छैन। ओके डक्टर। देन नेक्स्ट इज डक्टर एन्टी एजिङ होइन। सबलाई आजकल कसैलाई बुढो हुनु मन छैन होइन, सबलाई जवान देख्नु छ, राम्रो देख्नु छ। मलाई चाहिँ एउटा डक्टर सुरुमा यो बताइदिनुहोस् कि मान्छेको फिजिकल चेन्जेसमा होइन, जस्तो 10 इयर्सको ग्याप हुने हो भने होइन, जस्तो कोही मान्छे 20 इयर्स छ, 30 इयर्स, 40 इयर्स, 50 इयर्समा चाहिँ यो 10 इयर्सको ग्यापमा चाहिँ मान्छेको एक्चुअली फिजिकल चेन्जेस चाहिँ, फिजियोलोजिकल चेन्जेस चाहिँ कस्तो कस्तो आउँछ? अब हामीले स्किनको कुरा, फेसको कुरा गरिरहेको छौँ। फेसको कुरा गर्दाखेरि चाहिँ सुरुमा चाहिँ हाम्रो नर्मल जुन छालामा बन्ने सेल्सहरू जुन हुन्छन्, कोलेजनहरू भयो, इलास्टिनहरू भयो, कोलेजनहरू कम हुँदै जाने चाहिँ प्रक्रिया सुरु हुन्छ। त्यो चाहिँ कहिले 25 देखि नै 25 देखि। त्यही भएर नै एन्टी एजिङ ट्रिटमेन्टहरू चाहिँ हामीले 25 पछि चाहिँ स्टार्ट गरिहाल्नुपर्छ भन्छौँ होइन। सो हजुरको 25 देखि कोलेजन कम हुँदै जान्छ भने विथ एज अब 30s मा हुने भनेको चाहिँ हाम्रो बोनी रिजर्प्सन भन्छ। हाम्रो चाहिँ बोन्सहरूमा चाहिँ फ्रिक्सनको कारणले, किनभने कतिवटा मसलहरू हुन्छ कन्ट्र्याक्ट भइरहेको हुन्छ, फेसियल मसलहरू जुन एक्सप्रेस गर्ने हुन्छ, हामी हाँस्छौँ हाम्रो मसल तन्किन्छ होइन, हामी निधार खुम्च्याउँछौँ हाम्रो मसल तन्किन्छ, कतिवटा कारणले हाम्रो चाहिँ बोनमा चाहिँ घोटिएर त्यो बोन चाहिँ कम रिजर्प्सन भन्छ कि बेसिकली बोनको सेल्सहरू कम हुँदै जाने। सो बोनको सेल्स भित्र हुँदै जाँदा खोक्रो हुँदै जान्छ नि त, अलिक सानो हुँदै जान्छ, भोल्युमाइज्ड देखिँदैन होइन। त्यस्तै हाम्रो फ्याटको लेयरहरू पातलो हुँदै जान्छ। हाम्रो फ्याट चाहिँ राम्रो भयो भने त्यसले प्लम्पीनेस राम्रो देखाउने हो नि त। कुनै पनि कुरा खुम्चिएको छ भने नराम्रो देखिन्छ, तर मजाले फस्टाएको छ भने राम्रो देखिने हुन्छ। त्यस्तै गरेर हाम्रो फ्याट सेल्स पनि कम हुँदै जाने, छाला पनि पातलिँदै जाने होइन, हाम्रो बोनी पनि रिजर्भ हुँदै जाने भएपछि हाम्रो छाला चाहिँ अलिकति सङ्केन भनौँ न, अलिकति चाहिँ जुन प्लम्प हुनुपर्ने त्यो हुँदैन, त्यो चाहिँ 30s मा देखिँदै जान्छ भने त्यही कुरा अलि बढी मात्रामा भइसकेपछि स्यागिनेस आउने हो। त्यो चाहिँ 40s मा आउन थाल्ने हुन्छ। 50s मा यही कुरा सिभियर हुँदै जाने भयो होइन। अब बढी स्यागिनेस आउने भयो, बढी रिङ्कल आउने भयो, किनभने छाला अझैले पातलो हुँदै जाने भयो होइन। डक्टर अर्को मैले एउटा मेरो एनालाइसिस मात्रै थाहा छैन मलाई मेडिकल उसमा यो टर्ममा कस्तो हुन्छ भनेर, जस्तो कोही 50s को छ भने नि मान्छे अलिकति पुक्क झन् त बोसो लागे जस्तो, झन् गाला अलिकति पुक्क फुले जस्तो देखिन्छ क्या। त्यो चाहिँ के फ्याट जम्मा भएर हो कि त्यो कोलाजन बिल्डिङ हो? त्यो 50s मा त कोलाजन त झन् डिग्रेडेसन हुनुपर्ने होइन। सबैको आफ्नो एनाटमी हुन्छ नि त, आफ्नो आफ्नो बनावट हुन्छ नि त। कसैको यहाँनिर हुने फ्याट बढी होला होइन, कुनै सर्टेन एक्सप्रेसनमा बढी देखिएला, हाँस्दाखेरि यहाँनिरको फ्याट अकुमुलेट भएर चाहिँ बढी भए जस्तो देखिने पनि हुन्छ। त्यो चाहिँ जेनेटिकली कसैको चाहिँ फ्याटको कम्पार्टमेन्टहरू हुन्छ हाम्रो फ्याटको होइन। त्यो सुपरफिसियल फ्याट लेयर पनि हुन्छ, डिप फ्याट पनि हुन्छ। अब त्यो सर्टेन फ्याट चाहिँ कसैको चाहिँ जेनेटिकली अलिकति बढी पनि हुनसक्छ होइन। त्यही भएर त्यो 50 को एजमा नि कसैको सर्टेन एरियाको फ्याट मात्रै बढी हुन सक्ने, त्यो त जेनेटिक कुरा हो कि त केही ट्रिटमेन्ट गरेको हुनुपर्छ। जस्तो एज अ डर्माटोलोजिस्ट हजुरले दिने सजेसन चाहिँ 20 अथवा 25 को एजमा गर्ने एन्टी एजिङ केयर र 35, 45 अथवा 50s को गर्ने चाहिँ फरक हुन्छ? फरक हुन्छ हजुर, डेफिनेटली हुन्छ। हामीले 25 इयर्समा नै धेरै चाहिँ कुराहरू प्रयोग गर्न चाहँदैनौँ सुरुमा होइन। त्यही भएर हामी सुरुमा युज गर्ने टपिकली लाउने क्रिम सिरमहरूबाट सुरु गर्छौँ एन्टी एजिङ। रेटिनोल होला, AHA BHA होला होइन, लगाउने पेप्टाइड्सहरू होला, ती सबैबाट हामीले सुरु गरिन्छ भने
अब स्किनको निड अनुसार, आफ्नो एनाटोमी अनुसार, आफ्नो प्रोफेसन, घामको एक्सपोजर, किनभने घामले बिगार्ने हुन्छ स्किनलाई होइन, त्यो अनुसार कसैलाई अलिकति अर्ली अन चाहिन पनि सक्छ अनि हामी इन्जेक्सन्सहरू सुरु गर्न थाल्छौँ होइन। इन्जेक्सन पनि कुन चाहिँ युज गर्ने भन्ने कुरा सबैलाई फरक हुन्छ। बोटक्स युज गर्ने कि फिलर युज गर्ने कि बायोस्टिमुलेटर्सहरू गर्ने कि होइन। अनि एनर्जी बेस्ड डिभाइसेसहरू हुन्छ। त्यसपछि एनर्जी बेस्ड डिभाइसेसमा चाहिँ आजकल यो आरएफको टाइटनिङ होइन, हाइफूको टाइटनिङहरू, अब यी सबै कुराहरू चाहिँ हामीले ग्रेजुअली निड अनुसार। डाक्टर, यो हामी एज अनुसार यो चाहिँ आवश्यकता पर्छ भनेर छुट्याउन सक्छौँ? जस्तो कि 25 देखि 35 बिचमा के मेक्स ओभरअल जेनरलमा यो आवश्यकता पर्छ सक्छ, 35 to 40 यो पर्न सक्छ भनेर भन्न सक्छौँ? त्यो चाहिँ अब मैले देखेको पेसेन्टको इन्डिभिजुअल उसको त्यो त जहिले पनि छँदैछ इन्डिभिजुअल अपियरेन्स। किनभने मैले 20 अर्ली 20s मै पनि फिलर पनि गरिदिनु परेको केस छ, तर द्याट इज नट अ जेनरल रेकमेन्डेसन होइन। कसैको त आँखाको बनावटै आँखा गढेको हुन्छ नि त, बाहुन छेत्रीहरूको त हजुरले आँखा गढेको देख्नुहुन्छ। त्यति कारणले नै कसैको सेल्फ कन्फिडेन्स लो हुने, आफूले जहिले पनि टायर्ड फिल भएर मलाई चाहिँ एकदम कन्फिडेन्ट फिल भएन भन्ने व्यक्तिलाई त हामीले अर्ली 20s मै पनि फिलर चाहिँ गरिदिएका हुन्छौँ। फिलर गर्ने बित्तिकै के हुन्छ, त्यो आँखा गढेको त माथि हामीले करेक्सन गर्न एक्सेप्सनल केस पनि हुनसक्छ होइन। त्यही भएर ठ्याक्क भन्ने लिमिटेसन होला, तर हाराहारीमा भन्नुपर्दाखेरि चाहिँ 30 भन्दा अगाडि चाहिँ हामीले टपिकली लाउने क्रिम्सहरूले ट्रिटमेन्ट गर्छौँ भने 30 पछि चाहिँ हामीले इन्जेक्सन्सहरूको, बोटक्सहरू ट्रिटमेन्टहरू, इन्जेक्सन्सहरू गर्छौँ र हामीले एनर्जी बेस्ड डिभाइसेसहरू पनि त्यही अनुसारले चाहिँ 35+हरूमा चाहिँ एड अन गर्दै जान्छौँ। पछि चाहिँ के हाम्रो थ्रेड लिफ्टहरू के भन्छ नि होइन, थ्रेड लिफ्ट हजुर, त्यो पनि यो स्यागिनेस जब झोलिँदै जाने हुन्छ अलि एग्रेसिभ ट्रिटमेन्ट चाहिन्छ। सर्जरीबाट फेस लिफ्ट गर्ने जस्तै हामीले नन सर्जिकली लिफ्टिङ गर्ने टेक्निकमा एउटा डिटेल्समा हामी अर्को सेक्सनमा कुरा गर्छौँ यसको एकदम सेक्सनमा। अर्को चाहिँ हाम्रो एउटा सेक्सन छ डाक्टर जुन मेलाजमा होइन, पिगमेन्टेसन इट्स द मोस्ट कमन इन साउथ एसिया आई प्रोबाब्ली सी होइन। तर त्यो कुरा चाहिँ अलिकति कम भएको कि जस्तो लाग्छ, मान्छेले सनस्क्रिन पनि धेरै युज गरेर पनि आजकल चाहिँ अलिकति कम भएको कि जस्तो लाग्छ होइन। जस्तो डक्टर मलाई यो बताउनुहोस्, अब मेलाजमाको ट्रिगर गर्ने मेजर 3 फ्याक्टर्सहरू के हुन सक्छन्? नम्बर 1 जेनेटिक भन्छु म, जेनेटिक है, जेनेटिक। नम्बर 2 सनलाइट एक्सपोजर, घामले एकदमै चाँडै ट्रिगर गर्छ। नम्बर 3 मा चाहिँ म भन्छु रङ इन्फर्मेसन के सोसियल मिडियाको इन्फ्लुएन्सहरूले बढिरहेको हुन्छ आजकल देखिएको चाहिँ। मेबी फ्यु इयर्स ब्याक त्यो समस्या थिएन होला। आजकल चाहिँ सोसियल मिडियाको ट्रेन्डबाट फलो गर्नुहुन्छ अनि यो लगाएर ऊ लगाएर स्किन चाहिँ वर्स्ट भएर मल्टिपल एक्टिभको युज भएर हुनसक्छ। अब उहाँहरूलाई जानकारी हुँदैन होइन। सोसियल मिडियामा त कहिले नेचुरल रेमेडी भने हुन्छ, कहिले चाहिँ यो मेडिसिन भने हुन्छ। अब सोसियल मिडियामा पनि कतिवटा त मार्केटिङकै कुरा पनि आउला होइन। कुनै अननोन क्रिम हुन्छ जसमा स्टेरोइड्सहरू भइरहेको हुन्छ, त्यस्ता क्रिमहरू लगाएर त्यो सबै इन्फ्लुएन्सबाट सेल्फ जजमेन्ट नहुने, उहाँहरूले आफैले चाहिँ अवेर नभएर अब कसलाई चाहिँ देखाउने भन्ने कुरा अवेर नभएर आफैले सोसियल मिडिया इन्फ्लुएन्स। यो इम्प्यासेन्स हुनुको, यति साह्रो इम्प्यासेन्स हुनुको कारण चाहिँ के होला? यो अब्सेसन हो राम्रो बन्नलाई, अथवा अलिकति फेयरनेस देख्नलाई अब्सेसन हो, अथवा यो सोसियल मिडियाको एउटा इन्फ्लुएन्स हो, अथवा के हो एक्ज्याक्टली? यति साह्रो इम्प्यासेन्स हुनुको कारण के हो त? होइन, डेफिनेटली हजुरको छाला राम्रो भएको छालामा केही कालो धब्बा देखेपछि इम्पेसेन्ट त फिल हुन्छ महिलाहरूलाई होइन। तर आजकल चाहिँ अलिकति चाँडै एजदेखि नै केही नहुँदाखेरि पनि छालामा मैले ओहो जोगाइराख्नुपर्छ भन्ने अवेरनेस, मेबी अवेरनेस पनि भन्नु पऱ्यो, र अलिकति चाहिँ यङ्स्टर्सहरूले नै पनि धेरै कुरा लाएर आउने चाहिँ मैले देखेको छु। कुनै पनि एउटा रुटिन हुन्छ नि होइन, जस्तो उहाँहरूले मानव एउटा कसैको सामान्य एउटा प्रब्लम भयो, एउटा डर्मेट्सकोमा जानुभयो होइन, मलाई के लाग्दैन उहाँले त्यो डर्मेट्सको फुल फलो गर्नुहुन्छ, 2 महिना पनि फलो गर्नुहुन्छ होइन। मलाई होइन 1-1.5 महिना उहाँ अर्कोमा गइसक्नु भएको हुन्छ होइन। अनि मल्टिपल एक्टिभ्सहरू अथवा त्यो भएन भने नजिकको उसमा फार्मेसीमा गएर अथवा गरेर लिने होइन। कुनै पछि कन्सिस्टेन्सी भएन होइन र कन्सिस्टेन्सी एकदमै चाहिन्छ एउटा कुरा। अर्को कुरा धेरै कुरा लगाउनु खालको मेडिकेसनको ऊ भयो भने पेसेन्टहरूलाई पनि अलिकति अब धेरै कुरा लगाउने भने इम्प्यासेन्सको चाहिँ के हो? मान्छेलाई यति साह्रो हुनुको कारण चाहिँ के हो? तपाईँले त अब हेर्नुहोस् धेरै पेसेन्टहरू भेट्नुहुन्छ होला, यति हामीभन्दा धेरै होइन। मेन चाहिँ यसलाई समय लाग्छ। मेलाजमाकै कुरा गर्ने हो भने चाहिँ यसलाई समय लाग्छ होइन। यसलाई हिल हुनलाई समय लाग्छ।
यसको मल्टिपल फ्याक्टर हुन्छ आउने, एउटै मात्रै यसको कारण त हुँदैन साइकोलोजी चाहिँ के हो बुझ्नु होइन पर्यो। साइकोलोजिकल फ्याक्टर कुरा गर्नुपर्दा चाहिँ धेरै समय लाग्छ ट्रिटमेन्टको, त्यही भएर इम्पेसेन्ट हुने हो होइन। हो, 1 महिनामा जाने त हुँदैन नि त हुँदैन होइन। हुँदैन हेयर ट्रान्सप्लान्ट गरे जस्तो होइन नि त, गर्ने बित्तिकै हो कपाल हो होइन हो राम्रो भइदिइहाल्ने, त्यस्तो होइन। लेजर हेयर रिमुभल गरे जस्तो होइन नि त, एउटा सेसनमै चाहिँ कति कम भइसक्छ, त्यस्तो त होइन। मेलाजमा भन्ने बित्तिकै मल्टिपल फ्याक्टर हुन्छ। मल्टिपल फ्याक्टर भनेको एउटा कुराले असर पर्ने हो र, घामले मात्र पर्ने हो र, आफ्नो जिनको कुरा हुन्छ होइन। ओके। आफूले के लगाइया हुन्छ, हर्मोनल चेन्जको कुरा हुन्छ होइन। हर्मोनल चेन्ज यतिसम्म कि स्ट्रेसले पनि फरक पर्छ हर्मोनलाई। ओके। हजुरलाई राम्ररी निन्द्रा पुगेको छैन भने पनि पोतोहरू बढ्दिन थाल्छ होइन। त्यही भएर यसको कम्प्लिट क्योर गर्न पनि गाह्रो छ फेरि यो होइन। त्यो कारणले गरेर मल्टिपल फ्याक्टरको इन्फ्लुएन्स र स्लो रेस्पोन्स टु मेडिकेसनको हुने भएको हुनाले अलिकति इम्पेसेन्ट भएको हुनपर्छ। अरू चाहिँ त्यही नै हो जस्तो लाग्छ मलाई। किनभने मान्छेहरूले त्यही त भनौँ न, आज एउटा युज गर 2 हप्ता पछाडि ठिक भएन भने यसले हुन्छ भने अर्को पनि युज थपिहाल्यो हो त्यसमा हो हो होइन। हो। अनि फेरि तर अर्को थप एउटा एज अ डर्माटोलोजिस्ट एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने, कुनै पनि कुरा प्रयोग गरेपछि 2-3 महिना प्रयोग नगरिकनै अर्कोमा स्विच गर्यो भने त्यसले काम गर्यो कि गरेन नै थाहा कसरी हुँदैन थाहा होइन। हुन्छ होइन। ट्रिटमेन्ट फेलियर भन्नलाई हामीले 2-3 महिना नभएसम्म चाहिँ ट्रिटमेन्टले काम गरेको छैन भन्न पनि मिल्दैन होइन। हो। त्यो कारणले केही समय युज गर्नुपर्छ र धेरै कुरा लगाएर धेरै जाने या चाँडै जाने भन्ने त डेफिनेटली रङ कन्सेप्ट हो, त्यो त हुँदै हुँदैन। धेरै लगाएर जाने या धेरै थरी कुरा लगाएर जाने भन्नेले चाहिँ झन् उल्टो असर गर्न सक्छ, त्यो त झनै इफेक्टिभ मेलाजमा प्रोडक्टको पर्न सक्छ, इफेक्टिभनेस आयो कि आएन भन्ने कुरा पनि थाहा हुँदैन नि। थाहा हुँदैन र झनै चाहिँ बिग्रिन सक्छ धेरै कुरा लगाउँदाखेरि। त्यही भएर किनभने- लाउनु चाहिँ मिनिमल, आजकल चाहिँ लेस इज मोर भन्छ। धेरै कुरा लाउने भन्दा थोरै कुरा लाउँदाखेरिले चाहिँ हाम्रो स्किनलाई बढी फाइदा गर्छ भन्ने जेनेरेसन भन्ने एरा आइसक्यो हो कि नि त, आजकल चाहिँ। किनभने कुनै पनि प्रोडक्टहरू त डक्टर क्लिनिकल ट्रायल गर्दा पनि त सर्टेन गरेर आएको टाइममा हुन्छ। होइन यति लगाउँदै हो। यति पर्सेन्ट उम्, इफेक्टिभनेस भनेर हो। आएको हुन्छ नि त होइन र। हो। त्यही भएर सोसियल मिडियामा देखिने 10वटा स्टेप यो पछि यो पछि यो, त्यो सबै रङ हो, गलत हो। कतिवटा मार्केटिङ स्ट्राटेजी होला, कतिवटा चाहिँ आफ्नो हुन्छ नि त्यो आफ्नो सेल्फ सेटिस्फ्याक्सनको लागि होला, साइकोलोजिकल ऊ पनि होला। तर धेरै कुरा लगाउनुभन्दा कम कुरा कन्सिस्टेन्टली लगाउनमा आफ्नो स्किनलाई र इन्क्लुडिङ मेलाजमा या पिगमेन्टेसनलाई बेनिफिसियल हुन्छ भन्ने कुरा चाहिँ। अनि अर्को कुरा यो सँगसँगै डक्टर जुन यो प्रोडक्टहरू युज गर्दाखेरि चाहिँ होइन, जस्तो कुनै प्रोडक्टहरूले टिङ्लिङ गराउने होइन, हल्का रेडनेस पनि गराउने होइन, पिलिङहरू गराउने गर्छ नि, त्यो गरायो भने चाहिँ यो राम्रो भन्ने हुन्छ क्या होइन। हुन त सर्टेन प्रोडक्टहरूको जस्तो अलिकति आफ्नै नेचर पनि हुन्छ, जस्तो रेटिनोलको हल्का हल्का ड्राइनेस गराउने नेचर हुन्छ नि होइन होइन। त्यस्तै अनि अब पिलिङ पनि गराउँछ कसैलाई होइन। तर सबै प्रोडक्टले त गराउँदैन होइन। मान्छेलाई के छ नि, हल्का पोल्यो मलाई चाहिँ यसले राम्रो गर्यो भन्ने पनि त हुन्छ नि होइन। त्यो पनि एउटा साइकोलोजी देखिरहेको हुन्छ कि मैले, त्यो के सही हो कि होइन, के हो त्यो होइन। सबै कुराले इरिटेसन नै गर्ने कुराले राम्रो हुन्छ भन्ने त हुँदैन। हुँदैन। कुनै मेडिकेसनहरू चाहिँ राइट मेडिकेसनले काम गर्ने नै इरिटेसनले हुन्छ कि। एक्जाम्पल हजुरले रेटिनोलको कुरा गर्नुभयो, रेटिनोलमा हुने जुन अलिकति इरिटेटिभ फ्याक्टर हुन्छ त्यसले नै हाम्रो स्किनमा चाहिँ सेल्सहरू प्रड्युस हुन स्टिमुलेट गर्ने के। त्यसले स्टिमुलेट गरेर नै सेल्सहरू मल्टिप्लाई हुने र कोलेजन बढ्ने भन्ने चाहिँ एउटा मेकानिजम त्यसरी पनि काम गरिरहेको हुन्छ। त्यही भएर इरिटेसन हुनुपर्छ सबै प्रडक्टले, त्यो पनि रङ हो, नहुन सक्छ। कतिवटा प्रडक्टले हुँदैन होइन। तर सबैले चाहिँ इरिटेसन हुने बित्तिकै त्यो रङ हो भन्ने कुरा पनि, मतलब इरिटेसन हुने नै चाहिँ हाम्रो छालाको लागि ठिक हो भन्ने पनि हुँदैन, बेफाइदा हो भन्ने पनि हुँदैन। कुनैले चाहिँ हल्का इरिटेसन गर्छ, तर त्यो इरिटेसन कति लेभलसम्म हुनुपर्छ भन्ने कुरामा चाहिँ हामी डक्टर्सहरूले एडभाइस गर्छौँ होइन। हजुरको चाहिँ कतिसम्म इरिटेसन भयो भने मतलब सहनु हुँदैन होइन, कति समयको लागि लगाउने भनेर। त्यही भएर अब त्यो चाहिँ हामीले हेरेर इन्डिभिजुअलको स्किन अनुसार चाहिँ भनिदिन पर्ने हुन्छ। अर्को कुरा यसमा अर्को एउटा यो मोलिकुल्सहरूको एक्टिभ्सहरूको अथवा प्रोडक्ट्सहरूमा भएको एक्टिभ्सहरूको चाहिँ एउटा मिथ के पाउँछ भने हायर पर्सेन्टेज इज द बेटर होइन। जुनमा जस्तो भाइटामिन सी 20% छ भने यो धेरै राम्रो काम गर्छ, छिटो काम गर्छ होइन। रेटिनोल पनि हायर पर्सेन्टेज छ भने राम्रो होइन भन्ने एउटा जुन एउटा कमन बुझाइ हुन्छ, यो त सही होइन नि होइन। हरेक मलिक्युललाई त्यो सही हुँदैन। कुनै स्टडीबाट आएर प्रुभन भएको कुनै पर्सेन्टेज हुन्छ। जस्तै हजुरले भन्नुभयो भिटामिन सीको चाहिँ 20%लाई चाहिँ इफिसियन्ट मानिन्छ होइन। कतिवटा टेस्टहरू क्लिनिकल ट्रायल्सहरूबाट भएर स्टार्टिङै गर्दा 20%बाट गर्ने हो त युज गर्दाखेरि के हुन्छ त्यो
डिपेन्ड्स अन हाम्रो के एमले गरिरहेको छौँ ओके होइन ओके अब हामीले भिटामिन सीबाट रिङ्कल रिडक्सनको एम छ कि व्हाइटनिङको एम छ कि होइन के अनुसार त्यो अनुसार चाहिँ इन्डिकेसन अनुसार पर्सेन्टेज पनि फरक चाहिँ हुनसक्छ होइन र हायर पर्सेन्टेजले मात्रै राम्रो गर्छ भन्ने पनि होइन त्यही मैले भनेअनुसार के इन्डिकेसनमा कति पर्सेन्टेजको युज गर्ने अब जस्तै रेटिनोलको चाहिँ बिगिनरलाई हायर पर्सेन्टेज युज गर्न रेकमेन्ड हुँदैन इनफ्याक्ट अब एकदमै लो पर्सेन्टबाट गर्नुपर्छ किनभने त्यो सबैलाई टलरेबल नहुनसक्छ यसको चाहिँ इरिटेटिभ फ्याक्टर नै हुन्छ होइन भन्ने हुन्छ त्यही भएर इन्डिकेसन अनुसार त्यो पर्सेन्टेज चाहिँ लोले पनि आफ्नोलाई राम्रो बेनिफिट गर्ने हुनसक्छ जस्तो डक्टर जस्तो कुनै प्रोडक्टहरू कोही मान्छेले गएर आफ्नो सेल्फ पर्चेस किन्नु भयो होइन त त्यो गर्दाखेरि उसले जस्तो उहाँलाई इरिटेसनहरू अघि हामीले भने जस्तो टिङ्लिङहरू हुने हल्का पिलिङहरू हुने भयो एज अ डर्माटोलोजिस्ट हजुरको एडभाइसमा चाहिँ कस्तो इन्डिकेसन चाहिँ आयो भने यु सुड मस्ट स्टप द्याट प्रोडक्ट भन्ने हुन्छ जस्तो कि कस्तो खालको चाहिँ त्यो लगाउँदाखेरि कस्तो खालको इन्डिकेसन आयो भने चाहिँ अब चाहिँ प्रोडक्ट लगाउनु हुँदैन बन्द गर्नुपर्छ भन्ने तपाईँको सजेसन यदि आफूले लगाएको प्रडक्टले गर्ने सिम्टम चाहिँ पर्सिस्ट भइराख्यो भने त्यो चाहिँ स्टप गर्नुपर्छ पर्सिस्ट भन्नाले लामो समयसम्म त्यो गएन होइन जस्तै इरिटेसन हुने केही 10-15 मिनटको लागि नर्मल एक्सेप्टेबल होइन त्यो चाहिँ नर्मली नै इरिटेटिभ प्रपर्टी हुनसक्छ तर त्योभन्दा बढी समयसम्म रहिरह्यो भने चाहिँ त्यो प्रडक्टलाई रोकिदिनु पर्छ अथवा रेडनेस हुने स्वेलिङ डेफिनेटली स्वेलिङ त इन्डिकेटेडै हुँदैन रेडनेस हुने हजुरको इरिटेसन हुने त्यो चाहिँ हजुरको लामो समयसम्म रहिरह्यो भने चाहिँ त्यो प्रडक्टलाई स्टप गरेर डक्टरलाई चाहिँ सोधेर मात्रै चाहिँ यो के भएको हो के को असर हो किनभने त्यही कुराले एलर्जी पनि गर्न सक्छ कि हजुरको इरिटेसन भनेको जसलाई पनि हुनसक्ने कुरा हो तर एलर्जी भन्ने कुरा कोही इन्डिभिजुअल व्यक्तिलाई चाहिँ कुनै कम्पाउन्डले एलर्जी हुनसक्छ र कसलाई के को एलर्जी हुन्छ भन्न सकिँदैन होइन सो कसैलाई चाहिँ एलर्जी पनि हुनसक्छ त्यही भएर धेरै समय पर्सिस्ट भइरह्यो भने चाहिँ डक्टरलाई नोटिफाई गर्न जरुरी हुन्छ डक्टर अर्को पनि जस्तो हामीले यो अब कमन गर्ने कुराहरू हेरौँ क्या जस्तो मान्छेहरूले चाहिँ ओपन पोर्स छ भने स्टिम लगाउने होइन अनि के अरे विथ स्टिम एन्ड क्लोज विथ कोल्ड वाटर भन्छ नि खुल्ला बनाउनलाई चाहिँ त्यो स्टिमर लगाउने हुन्छन् होइन अनि ओपन पोर्स छ भने त्यसलाई बन्द गर्नलाई कोल्ड वाटरहरू अथवा आइस वाटरहरू यस्तो मुखमा लगाउने डुबाउने काम गर्छन् होइन देखिन्छ त सोसियल मिडियामा देखेको मैले त्यो के एक्ज्याक्टली त्यसले काम गर्छ त्यो इट्स इफेक्टिभ वे कि त्यो एउटा ट्रेन्ड मात्रै हो त्यो मोर लाइक ट्रेन्ड जस्तो मात्रै हो यो किनभने हजुरको स्टिमिङले हजुरको पोर्सहरू क्लोज गर्ने अथवा आइस वाटरले हजुरको पोर्सहरू क्लोज गर्ने डेफिनेटली होइन यो पोर्स चाहिँ ओपन हुने क्लोज हुने भन्ने नै हुँदैन पोर्सहरू भनेको हाम्रो सर्टेन ग्ल्यान्ड्सहरूको ओपनिङहरू हो होइन त्यो चाहिँ ओपन भइ नै राखेको हुन्छ होइन अब खालि यति हो कि विथ एज त्यो पोर्सहरू चाहिँ बढी हुँदै जान्छ किनभने हाम्रो स्किनको इलास्टिसिटी लुज हुँदै जान्छ टाइटन भएर बस्दैन लुज हुँदै जाने सागी हुँदै जाँदाखेरि अलिक बढी मात्रामा देखिने हुन्छ होइन त्यही भएर त्यो विथ एज हुँदै जाने कुरा हो नर्मली चाहिँ अरू कुनै कारणले गरेर यो चाहिँ पोर्सहरू बन्द हुने श्रिङ्क हुने भन्ने कुरा चाहिँ रङ हो सँगसँगै त्यो हुन्छ नि के अरे हाम्रो त्यो फेसियल एक्सर्साइजले चाहिँ त्यो फेस लिफ्ट हुने भन्ने हुन्छ हो त्यो पनि यो चाहिँ मेरो नलेजले भ्याए अनुसार त्यो पनि द्याट्स रङ द्याट्स अ मिथ किनभने हजुरको फेसियल एक्सर्साइजेसहरूले स्किन टाइटनिङ हुन सक्ने पोसिबिलिटी नै छैन क्या किनभने हजुरको स्किनमा चाहिँ एजिङको सिम्टम आएको कारण एउटा छ होइन यो मसल्सहरूलाई चाहिँ एक्सर्साइज गरेर हजुरको लिफ्टिङ हुन सक्ने मैले पोसिबिलिटी चाहिँ देख्दिनँ किनभनेदेखि स्किन पातलो हुँदै जान्छ एउटा फ्याटको लेयर पातलो हुँदै जान्छ बोनी रिजर्प्सन मैले अघि कुरा गरेँ हजुरलाई त्यो हुँदै गइरहेको हुन्छ कतिवटा कुरा भइरहेकोलाई मसलको एक्सर्साइजले हेल्प गर्ने या हाम्रो यो ग्वासाहरू गर्ने होइन त्यसले के गर्दैन ग्वासाले माइट बी रिल्याक्सेसनको टेक्निक चाहिँ राम्रो हुन्छ होइन रिल्याक्सेसन होला कसैले केही हल्का स्वेलिङ पफिनेस भएको छ भने पनि लिम्फेटिक ड्रेनेज भन्छौँ हामी त्यो ड्रेनेज अलिकति राम्रो गरेर केही ट्रान्जिएन्टली केही समयको लागि बेनिफिसियल पनि होला तुरुन्तैको लागि तर यो लङ टर्मको लागि लिफ्टिङ गर्ने स्किनमा एन्टी एजिङ हुने भने त्यो सबै चाहिँ रङ कन्सेप्ट डक्टर यो एउटा अर्को मिथ चाहिँ कस्तो भने नर्मल्ली चाहिँ मान्छेहरूले सेन्सिटिभ स्किन अथवा एक्नी स्किनहरूमा चाहिँ नेचुरल प्रोडक्ट चाहिँ मोर सेफर हुन्छ भनेर भन्छन् होइन यो बोटल्सहरूको जुन प्रोडक्टहरू भन्दाखेरि यो त होइन नि है जस्तो किनभने नेचुरली रूपमा हाम्रो घरमा पाउने चिजहरू त यसले फाइदा त हुन्छ गराउँछ नि तर त्यसको एक्ज्याक्टली क्वान्टिफाई त हुँदैन कति मात्रा युज गर्ने भनेर अनि कति पर्सेन्टेज त्यसमा छ त्यसको एक्टिभ्स कति छ भन्ने कुरा हुँदैन होइन र पनि मान्छेले युज गरिरहेको हुन्छ किन होला त यो होइन हजुरले भनेको कुरा एकदमै ठिक हो
जस्तै अब हाम्रो कागती भयो होइन, अँ, हनी भयो, हनी नेचुरल हो राम्रो हो भनेर बेसार भयो अँ, होइन। कति कुराहरू घरमा युज गर्नलाई नेचुरल भनेर भन्नुहुन्छ, तर कस्तो हो भने हजुरको त्यो पर्टिकुलर कुरामा के फाइदा गर्ने कुरा कम्पाउन्ड छ र के बेफाइदा गर्ने अँ, कम्पाउन्ड छ होइन। सबै कुरा त त्यो सबै कुरा हुन्छ नि त त्यसमा त अँ, होइन। हामीले जब प्रड्युस गरे हुन्छ, जस्तै भाइटामिन सी सिरम बनाउँदाखेरि त फिल्टर्ड एस्कर्बिक एसिड कति चाहिँ पर्सेन्टेजमा चाहिने, त्यसको एक्सट्र्याक्टहरू जे चाहिने हुन्छ त्यो मात्रै हुन्छ, र इरिटेटिभ हुने खालको कुराहरू त निकालिएको हुन्छ नि त। त्यही भएर हामीले घरमै युज गर्ने नेचुरल इन्ग्रिडियन्ट भनेर युज गरेकोले सबैलाई फाइदा गर्छ भन्ने पनि नहोला, र सबैलाई त्यो कति पर्सेन्टेजमा युज गर्ने, त्यसमा कति चाहिँ हामीलाई चाहिने एस्कर्बिक एसिड छ त होइन भन्ने सबै कुरा त त्यो क्वान्टिफाई गर्न सकिएन हजुरले भने जस्तै होइन। त्यो भएर चाहिँ आफूलाई फाइदा गर्ने भन्दा उल्टो बेफाइदा पनि हुनसक्छ। सो नर्मल स्किनहरूलाई जसको केही प्रब्लम छैन उसलाई त्यसलाई खासै केही इफेक्ट नगर्ला होइन, त्यसलाई यो गर्दाखेरि पनि। तर यो चाहिँ अब एक्नीलाई ठिक हुन्छ, सेन्सिटिभलाई झन् ठिक हुन्छ भनेर गर्न थाल्यौँ भने त त्यसले झन् मोर वर्स्ट, झन् मोर डेफिनेटली वर्स्ट हुन्छ त्यो गर्दाखेरि। किनभने एक्नीलाई त हाम्रो यो सिट्रिक एसिड हुन्छ हाम्रो लेमनमा होइन, झन् वर्स्ट हुनसक्छ। अझ कतिजनाले मास्कहरू पेस्टहरू बनाएर लगाउनुहुन्छ होइन, यो हनीको के को लगाउनुहुन्छ। हनीमा पनि मोइस्चराइजिङ एजेन्ट छ भन्ने कुरा त प्रुभन भएको पनि हो होइन। तर त्यो कसलाई युज गर्ने, कति पर्सेन्टेजमा युज गर्ने, कुन कम्पोजिसनमा युज गर्ने, कति थरी कुराहरू छन् नि त। कति कुरा स्टडी भएर त ल्याबबाट बनेर आएको हुन्छ होइन। त्यही भएर त्यो युज गर्दाखेरि झनै वर्स्ट हुनसक्ने चान्सेस चाहिँ बढी देख्छु मैले। डक्टर अर्को यो जुन फेयरनेसको कुरा गरौँ होइन, फेयरनेस मान्छेको नेचुरल कलरको जेनेटिक कलर हुन्न, जुन आफ्नो बाई बर्थ लिएर आएको कलर होइन। यो बाई बर्थ लिएर आएको कलर चाहिँ जुन अहिले हाम्रो जुन मोस्ट कमन छ नि ग्लुटाथियन भन्ने ट्याब्लेटमा आइभी ड्रिफ्टिङहरू भयो होइन, यसले त्यो चेन्ज हुनसक्छ, जेनेटिक कलरलाई पनि यसले चेन्ज गर्छ? होइन, जेनेटिक कलर चेन्ज हुन सक्दैन, त्यो कम्प्लिटली रङ कन्सेप्ट हो। यसले चाहिँ खालि हाम्रो के चाहिँ गर्छ भने ग्लुटाथियोनले बेसिकली एउटा यो चाहिँ नर्मली पनि हाम्रो शरीरमा केही पर्सेन्टेजमा रहेको हुन्छ ग्लुटाथियोन चाहिँ होइन। यसले चाहिँ हाम्रो एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ होइन, अनि जसले चाहिँ हाम्रो शरीरमा राम्रो फुर्ती ल्याउने, अलिकति एनर्जी चाहिँ राम्रो गर्ने होइन। र साथै यसले चाहिँ केही हदसम्म व्हाइटनिङ पनि गरेको स्टडिजहरूबाट एभिडेन्सबाट देखिएको छ। किनभने हजुरको यसले चाहिँ हाम्रो मेलानिन पनि विभिन्न थरीका हुन्छन्, यु मेलानिन, फ्यु मेलानिन भन्ने हुन्छ होइन। डार्कर मेलानिन र हाम्रो चाहिँ रेड कलरको खालको, येलो कलरको खालको मेलानिनमा कन्भर्ट गरिदिनलाई यसले चाहिँ केही रोल रहेको हुन्छ होइन। अनि हाम्रो मेलानिन प्रड्युस हुने सर्टेन एन्जाइमहरूलाई यसले कम गरिदिन सक्ने हुन्छ भन्ने खालका कति स्टडिजहरूबाट प्रुभ भएको भएर केही स्किन टोन बेटर भएको देखिएको चाहिँ छ होइन। भनेपछि यो यसको यो व्हाइटनिङ इन्ग्रिडियन्ट्स चाहिँ होइन कि यो चाहिँ पिगमेन्टेसन करेक्सन हो भन्ने बुझ्नु। पिगमेन्टेसन करेक्टरको रूपमा चाहिँ एकदमै यसलाई चाहिँ हामीले लिन सक्छौँ। कसैको ट्यानिङ भएको छ भने ग्लुटाथियोनको युजले त्यसलाई इभन टोन बनाइदिन होइन। कुनै ठाउँमा चाहिँ अनइभन टोन छ हाम्रो भने चाहिँ इभन टोन बनाएर हाम्रो नर्मल चाहिँ स्किन टोनमा ल्याइदिनलाई हेल्प गर्छ। तर यसले चाहिँ हाम्रो जस्तो जेनेटिकली गिभन स्किन कलर छ त्योभन्दा पनि व्हाइटर भएर जाने भन्ने चाहिँ हुँदैन। जस्तो कि नभए यो भाइटामिन सी भनौँ, कोजिक एसिड, ट्रान्जामिक एसिड, अल्फा आयोडिन होइन, दिस आर द अब भनौँ न यी मोलिकुलर त पर्टिकुलरली पिगमेन्टेसनको लागि भनेर छन् नि त। यिनीहरू पनि व्हाइटनिङ इन्ग्रिडियन्ट छैन नै, यिनीहरू चाहिँ एक्चुअली पिगमेन्टेसन करेक्टर हुनु भनौँ न। हो, हजुरले भन्नुभएको एकदमै ठिक हो। सो यसले चाहिँ हाम्रो नेचुरली हुनुपर्ने स्किन टोनलाई चाहिँ बेटर बनाएर राख्ने, हेल्दी बनाएर राख्ने सबै कुरामा यसको रोल चाहिँ हुन्छ। तर आफ्नो जेनेटिकली गिभन स्किन टोन भन्दा ब्राइटर या फेयर हुने भन्ने चाहिँ कन्सेप्ट यसबाट पनि। किनभने डक्टर यो मोस्ट अफ द क्वेरिज हामी पनि पाउँछौँ क्या एज इन्डिभिजुअलमा होइन। यति धेरै इन्स्टाग्राममा मेसेजहरू पाइरहेको हुन्छौँ कि तपाईँको यो मोलिकुलरले हाम्रो म गोरो बन्छु, गोरो हुन्छ भनेर। कति यो प्रोडक्टले गोरो बनाउने होइन, तपाईँको पिगमेन्टेसनले करेक्टर गर्ने काम हो भनेर म भनिरहेको हुन्छु क्या। यति कुरा चाहिँ के अवेर हुन जरुरी छ भने हाम्रो भएको मेलानिन सेल्सहरू इज अ गिफ्ट कि हाम्रो जुन मेलानिन हाम्रो स्किन कलर भनेको गिफ्टेड कुरा हो। यसलाई अनइभन कतै कालो कतै अझै सेतो कतै कालो भयो भने अनइभन टोन हुँदा नराम्रो हुने मात्रै हो। तर इभन हेल्दी बनाएर राख्ने हाम्रो स्किन कलर त गड गिफ्टेड कुरा हो। किनभने हाम्रो स्किनमा मेलानिन भएन भने त भिटिलिगो हुन्छ होइन। हाम्रो ओभर करेक्सन हामीले गर्न खोज्यौँ, हामीले त्यस्तो खालको पिगमेन्ट्सहरू लगाउन खोज्यौँ भने त हाम्रो सेतो दुबीहरू आउँछ। हाम्रो त मेलानिन भनेको गिफ्टेड कुरा हो। हामीले जिनलाई रेस्पेक्ट गर्नुपर्छ र हामीले यसलाई इभन टोन बनाएर हेल्दी बनाएर राख्ने चाहिँ हाम्रो रेस्पोन्सिबिलिटी हो। एज अ कन्ज्युमर पनि, एज अ डक्टर पनि हामीले त्यो कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई चाहिँ म फोकस गर्छु। त्यही त सबैजनाले यति बुझौँ कि कुनै पनि प्रोडक्टहरू लाएर म
अथवा मेरो ब्राउन स्किन छ अथवा हल्का डार्क स्किन छ नि म व्हाइटनिङ हुने होइन कि मलाई त्यसलाई अनइभन छ नि इभन टोन बनाउने होइन हेल्दी बनाउने र पर्टिकुलर काहीँ पिगमेन्टेसन छ नि त्यसलाई फेडिङ गर्ने हल्का हटाउने काम होइन एक्ज्याक्टली। डक्टर जस्तो यो त कुरा गर्नु छ हजुरहरूले यो पेसेन्टहरूलाई चाहिँ कसरी ट्याकल गर्नुहुन्छ म त ट्याकलै युज गर्न चाहन्छु होइन मलाई भन्नुहुन्छ होला नि मलाई यति सेड्स चाहिँ मलाई राम्रो बनाइदिउँ भनेर आउनु चाहिँ पाउनुहुन्न। हजुर हो त्यो एकदमै कमनली हजुरले भनेको कुरा एकदम कमन हो, एकदम कमनली आउने क्वेसन हो, तर म त्यसलाई ट्याकल वर्ड युज गर्न चाहन्न। म चाहिँ त्यसलाई मोर लाइक अवेर गराउने भन्न चाहन्छु होइन, किनभनेदेखि त्यस्तो पाउनुहुन्छ म त्यसलाई बनाइदिनु भनेर पाउनुहुन्छ पाइन्छ नि। मलाई चाहिँ एकदमै गोरो हुनु परेछ लाइक काजलको फेयरनेस कस्तो भयो होइन ग्लुटाथियोन युज गरेर मलाई त्यस्तै हुन मन छ भन्नुहुन्छ होइन। तर कस्तो भने कुनै पनि कुरा एउटा स्ट्यान्ड अलोन ट्रिटमेन्ट भनेर हुँदैन। ग्लुटाथियोन या हजुरले भने जस्तै कोजिक एसिड या अल्फा आर्बुटिन कुनै पनि एउटा कुराले यस्तो गोरो बन्ने भन्ने हुँदैन। इट्स अ कम्बाइन्ड इफोर्ट अफ एभ्रिथिङ के आजकल लन्जेभिटी मेडिसिन भनेर आउँछ होइन। सो इट्स नट जस्ट अबाउट लगाएर गर्ने कुरा त्यो मात्रै होइन, हाम्रो लाइफस्टाइल होइन, हामीले के खाइरहेका छौँ अन अ डेली बेसिस, हाम्रो स्लिप साइकल होइन, यी सबै कुराहरूको रोल रहेको हुन्छ हाम्रो स्किन हेल्दी रहनमा। हाम्रो स्किन हेल्दी भयो भने न त हाम्रो स्किनमा रिफ्लेक्ट हुन्छ होइन, गोरो हुँदै आउने, सफा हुँदै आउने, राम्रो एन्टी एजिङ भनेको के हो भन्दाखेरि हजुरको यी सबै कुराको सम्मिश्रण हो, मतलब हुन्छ नि कम्बिनेसन हो नि त। गट स्किन के भन्छ एक्सिस के भन्छ गट स्किन एक्सिस पनि भन्छ नि होइन, हाम्रो पेट सफा छ अथवा एकदम हाम्रो फुड हेबिट्सहरू राम्रो छ भने त्यो चाहिँ हाम्रो स्किन गट माइक्रोबियमको कुरा आउँछ होइन। कतिवटा यस्तो कुराहरूले चाहिँ हाम्रो बडीलाई हेल्दी राखेर अल्टिमेटली हाम्रो स्किनलाई पनि हेल्दी राख्नलाई मद्दत गरिरहेको हुन्छ। त्यही भएर लन्जेभिटी आजकल आइरहेको हुन्छ। एउटा मात्रै कुराले गरेर गोरो हुने भन्ने पनि हुँदैन, कम्बाइन्ड इफेक्टले फेरि पनि गोरो भनेको आफ्नो स्किनलाई हेल्दी स्टेटमा राख्ने र इभन टोन राम्रो टेक्सचर बनाएर राख्ने हाम्रो एम हुन्छ जहिले पनि होइन। स्किनमा केही पनि कुरा छ, अनइक्वल कुरा छ, बम्प्सहरू छ भने हाम्रो स्किनबाट हुने रिफ्लेक्टेड लाइटले कस्तो देख्छ अप्यारेन्टली त्यही कुरा नै हामीले देखिने हो होइन। बाहिरबाट देखिने भनेको चाहिँ इरेगुलर सर्फेस छ भने के हुन्छ, लाइटहरू इरेगुलरली चाहिँ रिफ्लेक्ट भएर जान्छ र त्यसले गरेर हाम्रो स्किन चाहिँ रफ देखिन्छ होइन। सो हाम्रो एम भनेको पोर्स कम गर्ने, बम्प्सहरू कम गर्ने होइन, कलर इभनाइज गर्ने, मेलाजमा या पिगमेन्टेसन केही छ भने ट्रिट गरेर राख्ने, इभन टोन बनाइदिने र हाम्रो स्किन जस्तो छ यङ हुँदाखेरिको बेलाको त्यसलाई प्रिजर्भ गरेर राख्ने हाम्रो अल्टिमेट गोल भनेको यी सबै कुराले गर्ने चाहिँ त्यो रहेको हुन्छ। म्याम यो अर्को मैले यो देखेको कि एउटा प्रियङ्का होइन जस्तो होइन उसको मिस इन्डिया जित्ने बेलामा उसको 20s को एराउन्डमा होइन उसको जुन स्किनको कलर थियो नि होइन अहिलेको उसको मोर फेयर लाग्छ क्या। हुन त धेरै थोक गरेको होला होइन। मैले जान्न मन लाग्यो कि चाहिँ ओभर द एज बढ्दै जाँदाखेरि हाम्रो स्किनको फेयरनेस पनि अटोमेटिकली चेन्ज हुन्छ डेफिनेटली। अलिकति एज बढी हुँदै जाँदाखेरि चाहिँ नेचुरली हाम्रो छाला अलिकति डार्कर साइडमा जान्छ। डार्कर कि व्हाइट? डार्कर साइडमा, व्हाइट आफै भएर चाहिँ जाँदैन, त्यस्तो चाहिँ हुँदैन। होइन त्यो त हजुरको आफ्नो स्किन केयरले गरेर हो। त्यो चाहिँ पक्कै पनि त्यसलाई चाहिँ हजुरले आफ्नो जिन अथवा आफ्नो उस भन्नु पर्दैन। हजुरले स्किन केयर रुटिन सायद केही वर्ष अगाडि फलो गर्नुहुन्थेन, हजुरले आजकल अवेर भएर गर्न थाल्नुभयो र हजुरको स्किन फेयर हुन थाल्यो। बेसिक चीज गर्छु म्याम, जस्तो क्लेन्ज गर्छु, मोइस्चराइज गर्छु, सनस्क्रिन एकदम ठिक हो। गर्ने बेसिक कुरै त्यही हो। फर्स्ट स्टेप टुवर्ड्स एन्टी एजिङ भनेकै त्यही हो। त्योभन्दा धेरै गर्नु पर्दैन, तर सर्टेन एज पछि धेरै गर्यो भनेको फाइदा धेरै भनेको मतलब केही रिक्वायर्ड एडिसनल कुराहरू थपिदिँदाखेरि धेरै कुरा प्रिभेन्ट गर्न सकिन्छ कि। टाइरेस्टाटवाला सेरम युज गर्छु, त्यसले चाहिँ अलिकति फेयरनेसको लागि ठिक छ। त्यो पनि युज गर्दा ठिकै हुन्छ फेयरनेसको लागि। धेरै त्यो चाहिँ युज गर्छु म। भनेपछि त्यस्तो ओभर द एज त त्यस्तो हो नि जुन हामीले हिरो हिरोइनहरूमा देख्छु नि होइन। मलाई चाहिँ के लाग्थ्यो भने होइन ओभर इयर्स चाहिँ उहाँहरू फेयर भएको, उहाँहरू मल्टिपल अप्रोचबाट आफ्नो स्किनलाई फेयर बनाउनमा वर्क गरिरहेको हो कि। ए ओके।
इनिसियली उहाँहरूले त्यसलाई फोकस गर्नु पाउनु भएको हुँदैन या प्रायोरिटीमा पर्दैन भने त्यो उहाँहरू अब जति पपुलर हुँदै गयो उति चाहिँ यु वान्ट टु बिकम मोर यु वान्ट टु गिभ द बेस्ट होइन धेरै कुराहरू दिन्छ धेरै कुराहरू म्यानेज गर्न सकिन्छ आफ्नो फुड ह्याबिटलाई म्यानेज गर्न सकियो होइन अब खानेकुराहरूको ह्याबिट चेन्ज हुन्छ लाइफस्टाइल चेन्ज हुन्छ लाउने कुरा र आफूलाई केयर गर्ने कुरा पनि बढी हुँदै जान्छ नि त त्यो भएर चाहिँ त्यो फेयर भएको कारण त्यसले हुनसक्छ नत्र विथ एज हाम्रो स्किन चाहिँ लाइटर हुँदै जाने चाहिँ ठ्याक्कै अपोजिट हो किनभने जति हाम्रो स्किन हजुरले कुनै एउटा फल एक्जाम्पल लिउँ न चुम्रुक्क परेको फल कस्तो राम्रो देखिँदैन तर त्यही चाहिँ हामीले एकदम प्लम्ड फ्रेस फल छ भने कति राम्रो पोटिलो होइन हामी नेपालीमा भन्नुपर्दा कति राम्रो ग्लो भनेको त्यो हो नि त सो त्यस्तो हो हाम्रो स्किनमा नि ग्लो ल्याउनुको लागि त्यही भएर चुम्रुक्क परेको स्किनमा चाहिँ हामीले ग्लो ल्याउनलाई एज हुँदै गइसकेपछि आजकल स्किन बुस्टर्स बायोस्टिमुलेटर्स होइन अनि यी सबै कुराहरू प्रयोग गर्दै जाने चाहिँ कारण त्यो हो कि अर्को एउटा जुन डिटक्स ड्रिङ्कहरू हुन्छ नि डिटक्स ड्रिङ्क भन्न पाउँछ क्या आजकल एउटा यत्रो बोतलमा पाउँदा त कति महँगो त्यो पनि अनि यसले चाहिँ स्किनलाई डिटक्स गर्छ यसको प्युरिटी गर्छ भन्ने हुँदो रहेछ त्यो इज इट एक्चुअली वर्क्स कि त्यो डिटक्स ड्रिङ्क भन्ने टर्म आई डोन्ट थिङ्क इट्स अ भ्यालिड टर्म डिटक्सिफाई गर्नको लागि त हाम्रो लिभर किडनी होइन हाम्रो शरीरको डिफ्रेन्ट अर्ग्यान्सहरू हुन्छ होइन हाम्रो बडीको टक्सिन्सहरू फाल्नको लागि हुने त हाम्रो शरीरको अर्कै अर्ग्यान्सहरू हुन्छ मैले एउटा इन्स्टाग्राममा देखिरहेको थिएँ एउटा यत्रो बोतलमा होइन अनि ओरेन्जहरू एप्पलहरू के राखेको थियो अनि त्यसलाई ओभर द नाइट राखेर भोलिपल्ट के गरेर पिइरहेको थिएँ क्या अनि त्यसले चाहिँ यसलाई स्किनलाई राम्रो गर्छ हेल्दी गर्छ भन्ने कुरा आइरहेको थियो क्या द मियर फ्याक्ट कि कसैले पानी बिहान पिउने एफोर्ड गर्नु भएको छ 2 ग्लास पानी पिउनुहुन्छ भने त्यसैले चाहिँ फाइदा गरे हुन्छ त्यसमा डिटक्स भनेर अरू कुरा गरे पनि नगरे पनि हो कि होइन भनौँ न नर्मली बरु अलिकति लेमन फ्रेस लेमन स्क्विज गरेर खान एकदमै राम्रो होइन बरु त्यो चाहिँ त्यसले चाहिँ बेनिफिसियल हुन्छ तर डिटक्स वाटरले हजुरको ब्लडमा भएको केही टक्सिन्सहरूलाई फिल्टर गरेर फाल्ने त्यो चाहिँ मेडिकली इट्स इम्पोसिबल त्यो चाहिँ अनि अर्को कुरा अघि हामीले कोलाजन बुस्टिङको कोलाजनको पाउडरहरू आउँछ नि हजुर त्यो साँच्चै काम गर्छ त्यसले जस्तै 1 ग्लास पानीमा कोलाजन पाउडर र फिजा जस्तो हुन्छ त्यसले काम गर्छ एकदमै लो लेभल अफ एभिडेन्स छ त्यस्तो हायर अमाउन्ट अब अलिकति धेरै एमजी कोलाजन कन्ज्युम गर्यो भने शरीरमा केही बेनिफिट हुन सक्ला तर इनभिट्रो टेस्ट भन्छ नि ह्युमनहरूमा गरेको त्यस्तो स्ट्रङ एभिडेन्सहरू त डेफिनेटली छैन तर ल्याबहरूमा गर्दाखेरि चाहिँ हुनसक्छ है भन्ने खालका स्टडिजहरू मात्रै अभाइलेबल भएको हुनाले खाएर गर्ने कोलाजनहरूले अब एक त खाइसकेपछि हाम्रो सिस्टमबाट एब्जर्ब भएर त्यो पनि स्किनमा पुग्न पर्यो होइन भनेको त्यो चान्सेस कति पर्सेन्टेज चाहिँ एब्जर्ब हुन्छ कति चाहिँ स्किनमा डिपोजिट हुन्छ भन्ने कुरा नै त्यो स्टडी हुन बाँकी नै छ होइन कति कुराहरू स्टडी हुन बाँकी छ सो माइट अर माइट नट बी अहिलेको लागि टु अर्ली टु से अझै त्यसकोमा चाहिँ फर्दर स्टडी हुन बाँकी नै छ व्हाट अबाउट दैट न्युट्रिसन ट्याब्लेट न्युट्रिसनल ट्याब्लेट पनि पाउँछ न्युट्रिसन ट्याब्लेटहरू मल्टिपल न्युट्रिसनहरूको ट्याब्लेटहरू चाहिँ हाम्रो बडीमा न्युट्रिसनको ठुलो रोल्सहरू हुन्छ नि त होइन त्यस्तै गरेर न्युट्रिसनको ट्याब्लेटहरूले पनि हाम्रो कति रिकभर हुनुपर्ने र हाम्रो डाइजेसनबाट एब्जर्ब हुने भनेर पाउँछ क्या कोलाजन त्यसले डेभलप गर्छ र भने न्युट्रिसन ट्याब्लेटहरूले गर्छ कुन ट्याब्लेटले भन्नुभयो त्यो न्युट्रिसनल ट्याब्लेटहरू त्यसले पनि कोलाजन बुस्टिङ गर्छ भनेर होइन कोलाजन नै ट्याब्लेटहरू भनेर हुन्छ अरूले कोलाजन बुस्टिङ भनेर त हुँदैन त्यो त पोसिबल छैन कोलाजन नै भनेर पाउडर ट्याब्लेट्सहरू अभाइलेबल त हुन्छ तर त्यसले त्यही मैले भने नि त्यो चाहिँ कन्ट्रोभर्सियल कुरा छ अब आफ्नो स्किनमा न्युट्रिसन त चाहिन्छ नि होइन मल्टिपल भाइटामिन्सहरूले डेफिनेटली हाम्रो भिटामिन्सहरूले चाहिँ एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ नि त कतिवटा भिटामिनहरू हाम्रो सिस्टमबाट वेल एब्जर्ब भएर गएर रिकभर गरिदिन्छ नि त हाम्रोमा कमी भएको रहेछ भने त्यसरी चाहिँ यसले हाम्रो बडीमा एन्टी एजिङको रूपमा काम गर्न सक्ने चाहिँ छ होइन त्यो चाहिँ देखिएको छ कोलाजनको चाहिँ नट स्योर तर म चाहिँ के रेकमेन्ड गर्छु भने हामीले यदि कुनै ट्रिटमेन्ट गरिरहेछौँ कोलाजन बुस्ट हुने खालको ट्रिटमेन्ट जस्तै लेट्स से माइक्रोनिलिङ या एमएनआरएफ होइन त्यस्तो खालको कोलाजन बन्ने खालको केही ट्रिटमेन्ट गरिरहेछौँ भने त्यति बेला सप्लिमेन्ट लिँदा चाहिँ इभन इफ थोरै एब्जर्ब भए पनि चाहिँ केही बेनिफिट चाहिँ हुने राम्रो सम्भावना होला भन्ने हिसाबले चाहिँ रेकमेन्ड मैले पनि गर्छु कति पेसेन्टहरूलाई डक्टर अघि हामीले एन्टी एजिङको कुराहरू एन्टी एजिङमा म्याक्सिमम युज भनेको भाइटामिन ईको डेरिभेटिभ्सहरू होइन जस्तो रेटिनोल रेटिनाल ट्रेटोनिन भन्छ नि होइन यो तीनटा फर्ममा फरक के छ र विच इज द बेस्ट रेटिनोल रेटिनाल र
रेटिनोइन अथवा एडाप्लिन? सो रेटिनोल भनेको चाहिँ रेटिनोलहरू यो सबै चाहिँ भाइटामिन ए डेरिभेटिभ हो होइन। रेटिनोल चाहिँ रेटिनाल भन्ने कम्पाउन्डमा कन्भर्ट हुन्छ, ओके त्यसपछि ट्रेटिनोइनमा कन्भर्ट हुन्छ। ओके सो ट्रेटिनोइन जति एक्टिभ हो डाइरेक्टली काम गर्न सक्छ, ओके त्योभन्दा 1 स्टेप कम काम गर्न पायो रेटिनालले। रेटिनोलले त्योभन्दा नि कम स्टेपमा काम गर्नु पायो। सो इट स्टिल हेज टु बी कन्भर्टेड हाम्रो स्किनमा लगाइसकेपछि होइन। त्यही भएर इफेक्टिभनेस वाइज ट्रेटिनोइन एकदमै राम्रो होइन कम्पेयर टु अरू। तर पनि इन्डिकेसन हुन्छ, टलरेबिलिटीको कुरा आउँछ। इरिटेसन फेरि ट्रेटिनोइनको हाई हुन्छ, रेटिनोलको लो हुन्छ। सो हाम्रो स्किनमा लाउने भनेर स्किनलाई टलरेटै नहुने कुरा लगाउनु भएन। हजुरले भनेको जस्तै अघि हामीले कुरा गऱ्यौँ होइन, स्किनलाई एड्याप्ट पनि त हुन पर्यो। त्यही भएर हामीले सुरु गर्दा रेटिनोलबाट गर्छौँ, तर इन्डिकेसन हेरेर हजुरले एन्टी एजिङ गर्ने भए रेटिनोलबाट गर्ने, अनि रेटिनालमा अनि ट्रेटिनोइनमा। रेटिनाल चाहिँ किनभने त्यस्तो भनेमा यो त झन् मिडको झन् राम्रो हुनुपर्ने होइन, यसको कन्भर्सन हजुरले भने जस्तो कन्भर्सन डेफिनेटली यो वान स्टेप एक्टिभ स्टेजमा पुग्नलाई 1 स्टेप ब्याक मात्रै भयो नि त रेटिनाल। मोलिकुल किन यति साह्रो हाइलाइट नभएको होइन, रेटिनाल हाइलाइटमा आइरहेको छ त आजकलको मोलिक्युलमा। रेटिनाल चाहिँ हाइलाइटमा आइरहेछ। रेटिनोल भन्दा रेटिनाल प्रेफर गर्छ किनभने यो चाहिँ लेस इरिटेटिभ छ, तर 1 स्टेप हायर एक्टिभ इन्ग्रिडियन्ट भयो। त्यही भएर इरिटेसन चाहिँ यसको रेटिनोल र रेटिनालको इरिटेसनमा धेरै फरक छैन, तर ट्रेटिनोइन चाहिँ अलिक धेरै नै इरिटेसन हुन्छ। त्यही भएर रेटिनाल चाहिँ इट्स कमिङ मोर इन्टु पपुलारिटी आजकल चाहिँ। अनि यो डक्टर यो ट्रेटिनोइनको जुन युज हुन्छ नि होइन, हामीले एक्नीमा पनि युज गर्छौँ है ट्रेटिनोइन? हजुर हो। अनि यो एक्नीमा पनि युज गर्छु, एन्टी एजिङ पनि युज गर्छौँ, दुईटैमा युज गर्न सकिन्छ, दुईटैमा युज गर्न सकिन्छ। प्राइमरीली हामीले एन्टी एजिङमा युज गर्दा रेटिनाल अनि त्यसपछि रेटिनोइन गरेर बढाउँदै जानुपर्छ टलरेबिलिटीको लागि भने। ट्रिटमेन्टको लागि नै युज गर्दा चाहिँ रेटिनोइन हो रेकमेन्डेड अथवा एडाप्लिन हो रेकमेन्डेड होइन। तर रेटिनोलहरू या रेटिनालहरू चाहिँ हामीले मेन्टेनेन्सको रूपमा मात्रै। एक्नीमा काम गर्ने मेकानिजम अफ एक्सन र एन्टी एजिङमा काम गर्ने के फरक हुन्छ रेटिनोइनको? थोरै फरक हुन्छ। हामीले कोलाजेन प्रोडक्सनको लागि युज गर्ने हो हाम्रो एन्टी एजिङमा भने। हाम्रो एक्नेमा चाहिँ हाम्रो केराटिनहरूलाई कम गर्न होइन, केराटिन साइट्सहरू जुन बढी मात्रामा मल्टिप्लाई भइरहेको हुन्छ त्यसलाई कम गर्नको निम्ति प्रयोग गर्ने हो। र त्यसले जेन्टल एक्सफोलिएट पनि गर्ने हो, त्यसले गरेर हाम्रो ब्ल्याक हेड व्हाइट हेडहरूलाई सुक्नलाई हेल्प भयो होइन। सो एन्टी एक्नेको लागि बेसिकली युज हुने मेकानिजम फरक हो, तर मलिक्युल चाहिँ त्यही एउटैले डिफ्रेन्ट मेकानिजममा काम गर्ने भयो। भनेको हजुरले भनेको चाहिँ जस्तो एक्नीमा चाहिँ त्यो पोर्स भित्रको डेड सेल्सहरूलाई रहन दिन भएन, हटाउँछ। हजुर टर्नओभर बढाउने भयो। अनि त्यसपछि चाहिँ चाँडै त्यो टर्नओभर बढिसके हजुरको चाहिँ जुन बढी मात्रामा चाहिँ मल्टिप्लाई भएर अक्युमुलेट भएर बसेको हुन्छ, त्यसले गरेर चाहिँ क्लग हुने हुन्छ पोर्सहरू होइन। त्यो त्यसरी चाहिँ त्यसले कम गरेर हेल्प गर्ने हुन्छ। ओके डाक्टर। अनि सँगसँगै अघि हामीले पिगमेन्टेसनको कुरा गरेर पिगमेन्टेसनमा चाहिँ जस्तो म्याक्सिमम युज हुने मोलिकुलहरू देखेको मैले अल्फा आर्बिटिन एउटा युज हुँदो रहेछ, ट्रान्जामिक एसिड, कोजिक एसिड होइन। यसको डाक्टर मेकानिजम एक्सन फरक हुन्छ कि लगभग सिमिलरै छ। हाम्रो अब टाइरोसिनेजलाई चाहिँ इनिबिट गर्ने नै यसको मेकानिजम अफ एक्सन चाहिँ धेरै जस्तो व्हाइटनिङ एजेन्टको चाहिँ त्यही नै भएको देखिएको छ। यो यसको विच मोलिकुल इज बेटर भन्ने केही छ डक्टर यसमा? स्टडिजहरूले देखाए अनुसार अब एउटा कन्सिस्टेन्ट रिजल्ट देखिँदैन होइन। कन्सिस्टेन्ट मतलब अल्फा आर्बिटिन पनि इक्वली गुड होइन, लिकोरिज एक्सट्र्याक्टहरू पनि इक्वली गुड, मलबेरी एक्सट्र्याक्ट पनि गुड भन्ने नै देखिन्छ। कोजिक एसिड सबै व्हाइटनिङ एजेन्ट चाहिँ इक्वली गुड भन्ने नै देखिन्छ, तर हाइड्रोक्विनोन अलिकति सुपिरियर हो र गोल्ड स्ट्यान्डर्ड ट्रिटमेन्ट हो। त्यसको चाहिँ स्ट्रङ एभिडेन्स छ होइन। हाइड्रोक्विनोन चाहिँ हजुरको व्हाइटनिङ एजेन्टमा चाहिँ स्ट्रङ एभिडेन्स छ कि यसको चाहिँ यो चाहिँ गोल्ड स्ट्यान्डर्ड ट्रिटमेन्टै हो। यो चाहिँ फर्स्ट लाइन ट्रिटमेन्ट हो भने अरूहरू चाहिँ एज एन एडजङ्क्ट जसरी चाहिँ साइड इफेक्टहरू लङ टर्म युज गर्न सेफ्टीको हिसाबले चाहिँ। ट्रान्जामिक एसिडको त हाम्रो सेरममा पनि पाउँछ, एक्टिभ फर्ममा ट्याब्लेट पनि पाउँछ र आइभीमा पनि हुन्छ होइन। यो चाहिँ स्किनमा चाहिँ हामी तीनटै फर्म युज गर्छौँ कि? तीनटै फर्म युज गर्न सकिन्छ। इफिसियन्सी वाइज ओरल ट्याब्लेट डेफिनेटली अलिकति बढी इफिसियन्ट हुन्छ। मेन्टेनेन्स गर्नलाई चाहिँ हामी लगाउने खालको फर्म्सहरू चाहिँ युज गर्छौँ। आइभीको चाहिँ आइभी हुन्छ कि हुँदैन? आइभी ट्रान्जामिक एसिड आइभी पनि मैले चाहिँ अहिलेसम्म आइभी चाहिँ म अवेर छैन। पाउँछ कि पाउँदैन? पाउँछ र मैले पनि थाहा पाइनँ। डक्टर अरू एक्नीको लागि मोलिकुलहरू चाहिँ के हुन्छ? जस्तो एउटा मैले जानेको त स्यालिसिलिक एसिड, एउटा बेन्जोल पेरोक्साइड भन्छ होइन,
अनि अरू के हुन्छ यसमा एएचए बिएचए एएचए हुन्छ ग्लाइकोलिक एसिड त्यही बिएचए हजुरले अँ, भन्नुभयो सालसेलिक ग्लाइकोलिक एसिड ए। हो यसको पनि तिनीहरूले मेकानिजम एक्सन सेमै हुन्छ लगभग कि लगभग उस्तै हो यो चाहिँ माइल्ड पिलिङ एजेन्ट हो यिनीहरू ओके सो बेसिकली छालाको केराटिनको लेयरलाई नै टर्नओभरलाई नै बढाइदिने भयो पोर्सहरूलाई चाहिँ सफा गर्नलाई हेल्प गर्ने भयो पर्टिकुलरली सालिसिलिक एसिडले चाहिँ अलिकति हाम्रो लाइपोफिलिक भन्छ नि त्यो फ्याट अथवा ओइली मटेरियलसँग अट्याच हुन सक्ने भएको हुनाले अलि डिपर पेनिट्रेट भएर त्यो ओइलहरूलाई चाहिँ निकाल्नलाई हेल्प गर्छ कि यसको फर्म अफ कुन फर्ममा छ त्यसले पनि फरक पर्छ कुन मोलिकुल बेस्ड भनेर जस्तो सेरममा कसको फेस वासमा अथवा त्यो क्रिम्समा त्यसले के फरक पर्छ कि पर्दैन फरक पर्छ किनभने फेस वास त सर्ट कन्ट्याक्ट हुने भयो होइन सिरम त हामीले ओभरनाइट राख्ने भयौँ होइन त्यसरी चाहिँ फरक पर्ने भयो क्रिम फर्ममा त क्रिममा धेरै कमै हुन्छ क्रिममा कम हुन्छ कमै हुन्छ जस्तो कोही एक्नी पेसेन्ट छ होइन एक्नी प्रोन अथवा एक्नी भएको पिम्पल्सहरू भएको छ भने उसलाई फेस वासको लागि चाहिँ कुन जस्तो ग्लाइकोलिक एसिड भएको युज गर्दा बेस्ट कि सालिसिलिक एसिड भएको युज गर्दा बेस्ट त आजकल कम्बिनेसनहरू नै पनि आउँछ होइन ग्लाइकोलिक र सालिसिलिक एसिड सालिसिलिक एसिड किनभने ओइलीनेसलाई कन्ट्रोल गर्न हेल्प गर्ने भयो ओइली स्किनको लागि एकदमै राम्रो छ भने ग्लाइकोलिक चाहिँ जेनरली जसलाई पनि एन्टी एजिङको लागि पनि युज हुने भयो त्यही भएर त्यो दुइटै कम्बाइन भएको भए पनि राम्रो नत्र एक्नेलाई प्रपर हो भने चाहिँ सालिसिलिक एसिड भएको प्रिफर गर्छु म चाहिँ एजिलिक एसिड डक्टर एजिलिक एसिड चाहिँ नन लेस इरिटेटिङ भनौँ न अझ सुदिङ इफेक्ट गर्छ होइन सो एजिलिक एसिड पनि एकदम राम्रो कम्पाउन्ड हो यसले इरिटेसन कम गर्ने तर मल्टिपल चाहिँ इन्डिकेसनमा युज भयो जस्तै पिगमेन्टेसनको लागि पनि युज भयो मेलाजमाको लागि पनि युज भयो होइन हजुरको एक्नेले गर्दाखेरि भएको पिगमेन्टेसनलाई नि युज भयो एक्नेलाई पनि केही हदसम्म कन्ट्रोल गर्ने भयो सबै मल्टिपल इन्डिकेसनलाई छ भने एजिलिक एसिड बेस्ट हुन्छ तर हामीले एक्नेलाई नै फोकस गर्नु छ भने मैले चाहिँ सालिसिलिक एसिड प्रिफर गर्छु ग्लाइकोलिक एसिड चाहिँ जेनरल हजुरको अब ओलिक एसिडहरू हुन्छ ग्लाइकोलिक एसिडहरू एएचए भन्छ त्योहरू चाहिँ सबै हजुरको एन्टी एजिङको लागि पनि युज हुने भयो होइन ओइली स्किनलाई पनि ठिकै हुन्छ सेन्सिटिभ स्किनहरूलाई चाहिँ यो एक्टिभ्सहरू युज गर्नलाई अलिकति होस पुर्याउनु पर्छ त्यही हो जस्तो डक्टर अर्को चाहिँ हाइड्रेसनको लागि जस्तो ड्राई स्किनहरूको लागि हाइड्रेसन दिनको लागि म्याक्सिमम युज हुने भनेको एउटा मैले देखेको ग्लिसरिन हाइलुरोनिक एसिड होइन अनि अहिले नयाँ आएको पिजिए भन्छ पोलिग्लुटामिक एसिड होइन यसमा चाहिँ यिनीहरूको पनि काम गर्ने तरिका एउटै हो त्यो हाइड्रेसन दिनको लागि यिनीहरू लगभग यो हजुरले जुन कुराहरू भन्नुभयो यिनीहरूको चाहिँ एउटै काम गर्ने तरिका एउटै हो मोइस्चराइजरलाई हामीले चाहिँ क्याटेगोराइज फेरि पनि क्याटेगोराइज गर्छ ओक्लुसिभ भन्ने हुन्छ जसले चाहिँ सिल गर्छ होइन स्किनको लेयरलाई अनि ओइलले तेलको लेयरले सिल गरेपछि के हुन्छ भित्रको इभ्यापोरेट भएर जान पाउँदैन होइन अर्को चाहिँ हाम्रो ब्रिक्सलाई सिमेन्ट गरे जस्तो गर्ने मतलब त्यसरी चाहिँ अक्लुड गर्ने खालको भयो वाटरलाई लस हुन नदिने भयो होइन त्यसरी सिल गर्ने खालको सेल्सहरू बनाउनेलाई चाहिँ हामीले इमोलियन्स भन्छौँ अर्को हुन्छ ह्युमेक्टेन्ट भन्ने त्यसले चाहिँ वाटर एब्जर्ब गरिदिन्छ यिनीहरू हाइलुरोनिक एसिड हजुरले भन्नुभयो पिजिए यो पोलिग्लुटामिक एसिड यिनीहरू चाहिँ सबै चाहिँ उमा ह्युमेक्टेन्टमा परे यिनीहरूले चाहिँ इन्भाइरोमेन्टबाट स्किनको मुनिको भागबाट एब्जर्ब गरेर भए पनि स्किनलाई चाहिँ हाइड्रेट गरेर प्लम बनाएर राख्ने गर्छ डक्टर अर्को हाइड्रेसनमा युज हुनु चाहिँ ब्यारियर रिपेयर जस्तो सेरामाइड्सहरू इक्टोइनहरू त्यो चाहिँ मैले भने नि इमोलियन्ट ग्रुपमा पर्यो जुन चाहिँ हजुरको ब्रिकलाई चाहिँ सिमेन्टको काम गर्ने भयो नि त्यो सिमेन्टेड भएपछि नि त इभ्यापोरेट हुन पाएन त्यस्तो खालको कोलेस्टेरोल फ्याटी एसिड भयो स्क्वालिन भयो सेरामाइड भयो यिनीहरू सबै चाहिँ हजुरको त्यो इमोलियन्ट क्याटेगोरीका उयोहरू भयो अहिले डक्टर यो सेक्टरमा एकदम नयाँ आएको रिजेनेरेटिभ भनेर एउटा पेप्टाइड्स एकदम धेरै फर्ममा होइन पेप्टाइड्सको चाहिँ यसको इफिकेसी कस्तो छ डक्टर कस्तो पाउनुहुन्छ हजुरले इफिकेसी पेप्टाइडहरूलाई चाहिँ धेरै जस्तो एन्टी एजिङको लागि राम्रो मानिन्छ यो ल्याब टेस्टहरूमा आजकल अब देखिए प्रुभन भए तापनि इफिकेसी वाइज रेटिनोइन जतिको अथवा हाम्रो यो भाइटामिन ए डेरिभेटिभ जतिको त अलि देखिँदैन क्लिनिकली मैले पनि धेरैजनालाई युज गर्दाखेरि तर इरिटेसन नहुने भएको हुनाले प्रिफर्ड मोलिक्युल हो यो चाहिँ होइन यसले पनि सिग्नलिङ गर्ने अब नयाँ कोलेजन फर्मेसनहरूलाई हेल्प गर्ने सेल मल्टिप्लाई गर्ने पुरानो सेल्सहरू रिपेयर गर्ने सबै एक्सन चाहिँ पेप्टाइड्सहरूको पनि भएको हुनाले
अझ कपर पेप्टाइड भन्छ होइन Okay. कपर पेप्टाइडहरू चाहिँ त्यो सबै चाहिँ रिपेयर रिमोडलिङमा चाहिँ Okay. यसको रोल रहेको हुन्छ भनेर तर फेरि यो एक्सपेन्सिभ पनि छ सबसे त्यो यो सबै कुरा सबै आउँछ। भेरिएसनहरूमध्ये कपर पेप्टाइड चाहिँ सबसे बेस्ट हो। कपर पेप्टाइड चाहिँ राम्रो मानिन्छ। ओके कपर पेप्टाइड मोलिकुलै एक्सपेन्सिभ छ होइन ओके एक्सपेन्सिभ छ त्यो राम्रो मानिने कारण चाहिँ किनभने यसले चाहिँ रिपेयर अथवा रिमोडललाई पनि हेल्प गर्छ। अब अरू अरू पेप्टाइडहरूले चाहिँ सिग्नल गरेर सेल मल्टिप्लाई गर्नलाई चाहिँ ए, सिग्नल ओके। गर्ला ग्रोथ फ्याक्टर्सहरू होला ओके, होइन ओके। त्यो चाहिँ गर्ला भने हजुरको कपर पेप्टाइडले चाहिँ रिपेयर रिमोडलै गर्ने भयो क्या सेललाई नै नयाँ बनाइदिने भयो नि त। ओके सो त्यो भएको हुनाले सुपिरियर मानिन्छ कपर पेप्टाइड। भनेपछि डक्टर पेप्टाइडलाई त विथ रेटिनोल दिने भन्दा सबसे बेस्ट रिजल्ट होला नि त्यसो। कम्बिनेसनमा दिने मैले अहिलेसम्म देखेको छैन कम्बिनेसनमा भएको कम्पोजिसन मेबी स्टेबिलिटीको कुरा होला होइन यो दुईटा सँगै राख्दाखेरि कतिको स्टेबल हुन्छ कुन पर्सेन्टेजमा राख्ने भन्ने कुराहरू आउला। मैले भनेको अहिलेसम्म छ चाहिँ डक्टर, दुईटा यो कम्पोजिसन दुईटाको छ, खासै देखेको composition छैन छ, हो त्यो चाहिँ मैले पनि हेर्नै हामीले पर्ने हुन्छ। हामीले पनि ट्राई गरेका छौँ ए मैले हेर्नै पर्ने हुन्छ त्यो पनि। रेटिनोल विथ पेप्टाइड्स कपर पेप्टाइड ट्राई गरेका छौँ भर्खरै लन्च गरेको लेट्स सी यसको कस्तो हुन्छ। हुन्छ डक्टर अब अर्को हाम्रो यो मस्ट एस्थेटिक प्रोसिडरको कुरा गरौँ बोटक्स होइन एउटा डर्मा फिलर्स अर्को स्किन बुस्टर्स होइन मलाई यो बताइदिनुहोस् एक्ज्याक्टली वाट इज बोटक्स अथवा बोटुलिन टक्सिन भनेको के हो डर्मा फिलर्स भनेको के हो स्किन बुस्टर्स भनेको के हो र किन गरिन्छ। सो यो सबै चाहिँ एन्टी एजिङको लागि प्रयोग हुने ओके इन्जेक्टेबल ट्रिटमेन्टहरू होइन Okay. इन्जेक्सनको माध्यमबाट गर्ने Okay. ट्रिटमेन्ट। ओके बोटक्स भनेको चाहिँ खास गरी मसल रिल्याक्सेन्ट भन्छौँ हामी। ओके मसल चाहिँ हाम्रो चलेर जुन आउने रिङ्कल्सहरू हुन्छ जस्तै यो फ्राउन लाइन भन्छ Mm. होइन यस्तो खुम्च्याउँछ फ्राउन लाइन आउँछ निधार माथि रेज गरिन्छ यहाँ त्यसले गरेर लाइन्स आउँछ यहाँ आउने लाइन्सहरू हुन्छ कतिवटा लाइन्सहरूलाई चाहिँ हामीले मसललाई रिल्याक्स गरिदिएपछि त्यो छाला तन्किन्छ र रिङ्कल आउँदैन ओके होइन त्यस्तोलाई चाहिँ हामीले बोटक्स भन्छौँ। त्यही भएर त्यो ट्रिटमेन्ट गर्नलाई रिङ्कलको लागि गर्ने अप्पर फेसको एरियामा गरिन्छ भने तलतिर फेरि मसल रिल्याक्स गर्दाखेरि स्लिम गर्न सक्ने स्लिमिङ गर्न सक्ने ज लाइनलाई पनि अलिकति मोर डिफाइन गर्न सकिने होइन त्यस्तो खालको उसको लागि प्रयोग गरिन्छ। फिलर्स भनेको चाहिँ जहाँनिर हाम्रो चाहिँ अलिकति भोल्युम कम भएको हुन्छ भोल्युम लस भएको ठाउँमा भोल्युम कम भएको ठाउँमा बाहिरबाट इन्जेक्सन दिएर हाइलुरोनिक एसिडको इन्जेक्सन दिएर त्यो ठाउँ भरिदिने ओके त्यसरी बुझौँ। जस्तो Volume मान्छे कसैको enhancer. यहाँनिर यो ज एकदम सानो छ ज सानो छ भने पनि गर्न मिल्यो अँ, जसलाई चाहिँ सेप दिनुपर्ने छ भने पनि हामीले फिलरले सेप दिन मिल्छ ओके होइन। कसैको खाल्टो परेको भाग छ अथवा चिक राम्रो बनाउन पर्ने छ या बनाउन टियर छ अथवा यो आँखा गढेको छ त्यहाँ पनि हामीले फिलर भित्रपट्टि हालिदिएर चाहिँ राम्रो देखाउने भयो। टायर्ड लुक भएको जुन आफू एकदम टायर्ड भएको देखिन्छ आँखा गढिँदा त्यसलाई कम बनाउन पाउने भयो। लिप अलिकति राम्रो बनाउन मन लाग्छ कसैको ओठ सानो हुन्छ अलिकति लिप हाल्दाखेरि त्यो होल फेस नै एकदमै ब्राइटन अप देखिने हुन्छ कतिजनालाई। अब कसलाई के चाहिन्छ भन्ने कुरा प्रोफाइल चाहिँ डक्टरले हेरेर नै डिसाइड गर्नुपर्छ होइन। तर त्यो सबै गर्दाखेरि हाम्रो डेफिनेसन राम्रो हुने प्रोफाइल राम्रो हुने फेसियल प्रोफाइल र एन्टी एजिङ लिफ्टिङ इफेक्ट पनि गर्छ हामीले चिकहरूमा गर्दाखेरि चिक अलिकति लिफ्टेड हुन्छ यो सबै इन्जेक्टेबल इन्जेक्सन इन्जेक्टेबल गर्ने अनि डक्टर यो गर्दाखेरि चाहिँ जस्तो कुन लेयरमा चाहिँ गर्ने त जस्तो डर्मिस लेयरमा गर्ने कि त्योभन्दा भित्र गर्ने कि कुन चाहिँ कहाँ गर्ने कसरी गरिन्छ सबैको डिफ्रेन्ट इन्डिकेसन हुन्छ। जस्तै हजुरको बोटक्स गर्दाखेरि हामीले मसलमा काम गर्ने भएको बेलाले मसलको लेयरमा गर्छौँ। भनेको यो डर्मिस भन्दा कुनै ठाउँमा मसल एकदमै पातलो हुने भयो हुनाले छालाको ठिक्क मुनि मात्रै गरिन्छ। ओके जस्तै यतातिर पनि छाल पातलो छाला हुन्छ मसल इमिडिएटली आइहाल्छ होइन। ओके अब कुनै ठाउँमा चाहिँ हामीले अलिकति भित्र मसलको लेयरमा जस्तै यहाँको फ्राउन लाइनहरूमा लगाइदिँदाखेरि भित्रपट्टि लगाइदिनु पर्ने हुन्छ होइन। त्यस्तै फिलर लाउँदाखेरि त बोनहरूको एरिया स्ट्रक्चर दिने हो भने हामीले बोनहरूको एरियामा लाउनु पर्यो। फिलर धेरै प्रकारको हुन्छ। ओके अब बोनमा भने नि मैले हजुरको खाल्टो परेको भागमा लाउने हो भने भित्र लाउनु पर्यो। ओके चिक राम्रो बनाउने भए भित्र लाउनु पर्यो होइन। नोजमा लाउनेलाई भित्र लाउनु पर्यो। तर अब सर्टेन कुनै पार्टहरूमा जस्तै लिपमा लाउँदा हामीले सुपरफिसियली लगाइदिन मिल्यो किनभने बाहिरतिर मात्रै लगाए पुग्ने हुन्छ भित्र लगाउनु पर्ने भन्ने हुँदैन। सो त्यो अनुसार हुन्छ। स्किन बुस्टरको कुरा गर्नुपर्दा चाहिँ स्किन बुस्टर धेरै जस्तो चाहिँ बाहिरपट्टि बाहिर भन्नाले छालाको राइट अन्डरनिथ डर्मिसको लेयरमा या सबक्युटेनस फ्याटको लेयर 2-3टा लेयर हुन्छ हाम्रो स्किनको त्यो भित्रीपट्टिको भागमा लगाइदिनु पर्यो। त्यो चाहिँ के जस्तो एन्टी एजिङमा रिङ्कल्सहरू नदेखोस् अलिकति प्लम्प देखियोस् भनेर गर्ने हामीले एन्टी एजिङको करेक्सन गर्दाखेरि एउटा चाहिँ हाम्रो बोन रिजर्प्सन भने नि मैले बोनलाई स्ट्रक्चर फेरि हामीले स्ट्रङ बनाउनलाई गर्ने त्यो चाहिँ फिलर्स भयो होइन। अर्को चाहिँ हामीले स्किनलाई राम्रो बनाएर स्किनलाई प्लम्प
टाइट बनाउन सकियो त्यो स्किनलाई बेटर बनाउनेमा चाहिँ हाम्रो स्किन बुस्टर पर्यो होइन अनि अर्को चाहिँ हाम्रो मसललाई चाहिँ हामीले अलिकति रिल्याक्स गरिदिएर रिङ्कल कम गर्ने भयो त्यो चाहिँ बोटक्स भयो डाक्टर यो कसैको चाहिँ यो जुन हामी यो इन्जेक्टेबल्सहरू गर्छौँ नि कसैको गर्दाखेरि चाहिँ यो एकदम नेचुरल जस्तो देखिन्छ होइन कसैको चाहिँ होइन कस्तो नराम्रो यो जस्तो देखिन्छ त्यो चाहिँ के त्यो हामीले प्रोपर तरिकाले सर्टिफाइड मान्छेले नगर्दा त्यस्तो भएको हो कि अथवा त्यसमा अघि हजुरले भने होइन यो सबै इन्जेक्टेबल ट्रिटमेन्टहरू एकदमै राम्रो ट्रिटमेन्ट हो एफडी अप्रुभ वर्ल्ड वाइड गरिने ट्रिटमेन्ट हो तर त्यो इन्जेक्टरको हातमा हुन्छ क्या हजुरलाई यदि कोही नजानेको कोही व्यक्तिसँग लगाइएको छ किनभने कतिजना अरूले पनि लगाउनुहुन्छ क्या डक्टरले मात्रै नभएर अरूले पनि लगाउनुहुन्छ अरू अब कतिजनालाई त्यो ट्रेन्ड नभएको हुनसक्छ होइन त्यही भएर वेल ट्रेन्ड भएर लाउने हो भने हाम्रो स्किनमा के पनि आर्टिफिसियल लुक नहुने गरेर थाहा नहुने गरेर लगाउने नै आर्ट मानिन्छ क्या आजकल चाहिँ त्यही भएर जति कम लगायो उति हजुरको त नेचुरली नै स्किन कति राम्रो रहेछ भन्ने खालको इम्प्रेसन दिन सक्यौँ हामीले उति त्यसलाई चाहिँ राम्रो रिजल्ट मानिन्छ त्यही भएर गर्ने भनेर एकदम धेरै गर्नु पनि उचित हुँदैन छाला पटक्कै चल्दै नचल्ने गरेर बोटक्स गर्नु भएन फिलर चाहिँ एकदमै भरिएर फुल हाम्रो कतिजना हाम्रो मुभी आर्टिस्टहरू होइन हाम्रो इन्डियन उसहरूमा देखिन्छ नि त त्यस्तो धेरै गरेर पनि गर्नु उचित हुँदैन होइन किनभने लङ टर्मका कुराहरू पनि आउँछन् नि त कतिपय कुराहरू त्यो धेरै लगाइराख्दाखेरि चाहिँ हाम्रो फेस डिफ्रेन्ट देखिने अनुहार चेन्ज भएको देखिने होइन त्यो सबै चाहिँ लङ टर्म इफेक्ट पनि विचार गरेर हामीले चाहिँ गर्नुपर्ने हुन्छ यसको ड्युरेसन चाहिँ कतिमा गर्नुपर्छ अथवा कहिलेदेखि सुरु गर्ने कुन एजबाट कुन चिज सुरु गर्ने जस्तो तीनटा एउटा कुरा यो भयो ड्युरेसन कहिले गर्नुपर्छ यसको मेन्टेनेन्स कसरी गर्ने र एभरेजमा यसको कस्टिङ कस्तो हुन्छ अब बोटक्सको कुरा गर्दाखेरि चाहिँ हामीले 25+ देखि पनि सुरु गरेका छौँ कतिको निड हुन्छ त्यो अनुसार तर धेरै जस्तो 30+ चाहिँ हामीले इन्जेक्टेबलहरू गरिरहेका हुन्छौँ अनि अब फिलर्सहरू गर्नु पर्दाखेरि चाहिँ किनभने हाम्रो स्ट्रक्चरली चाहिँ अब अलिकति कम झोलिँदै जाने या अलिकति चाहिँ एजिङको अपियरेन्स आउन थाल्ने 30+ हुने भएको भएर हामीले फिलर्सहरू 30+ गरिरहेका हुन्छौँ तर कसैलाई मैले भने नि एनाटोमिकली कसैको बनावट नै त्यस्तै हुने व्यक्तिलाई त हामीले 30 भन्दा कमकालाई पनि गरिदिएका हुन्छौँ अनि मेन्टेनेन्स गर्नलाई बोटक्स चाहिँ 6 महिनामा 4 देखि 6 महिनामा यसको असर सकिन्छ फेरि गरिरहनु पर्ने हुन्छ फिलर्स चाहिँ 1 वर्ष 1.5 वर्ष नभइकन फेरि गर्न राम्रो हुँदैन होइन सो 1.5 वर्ष पछि नै गर्नुपर्ने हुन्छ एकचोटि गरिसकेपछि कतिवटा पर्मानेन्ट फिलर पनि हुन्छ हाइलुरोनिक एसिड फिलर भन्ने हुन्छ त्यो चाहिँ हजुरको 1.5 वर्षमा गरिन्छ भने पर्मानेन्ट फिलर चाहिँ एकचोटि गरेर 2-3 चोटि गरेपछि गर्नु नपर्ने पनि हुन्छ लाइफ लङ त्यसको के मोलिकुल फरक हुन्छ भित्रको त्यसको मोलिकुल फरक हुन्छ त्यो त कस्टली पनि पर्ला नि त कस्टली हुन्छ अहिलेको उसहरू भन्दा कस्टली हुन्छ ओके अनि त्यो बोटक्स गर्दा चाहिँ जुन हाम्रो जुन मोलिकुल हुन्छ बोटलिन के भन्छ त्यसलाई बोटुलिनम टक्सिन त्यो चाहिँ एउटै हुन्छ सबैको लागि त्यो चाहिँ सबैको लागि एउटै हुन्छ बोटुलिनम टक्सिन पनि फरक हुन्छ तर नेपालमा हामीले प्रयोग गरिरहेको धेरै जस्तो चाहिँ ओना बोटुलिनम टक्सिन भन्ने हो बोटुलिनम टक्सिन जुन चाहिँ एकदमै कमनली वर्ल्ड वाइड युज हुन्छ सेफेस्ट हुन्छ अनि अर्को डाक्टर यो फिलर्स भर्सेस बायोस्टिमुलेटर्स हुन्छ नि जुन बायोस्टिमुलेटर्स भनेको जुन हाम्रो कोलाजन स्टिमुलेसनहरू जस्तो आइपीहरू भन्छ कहिले के भन्छ होइन अनि यिनीहरूको बारेमा चाहिँ यो चाहिँ के बायोस्टिमुलेटर भन्ने चाहिँ इन्जेक्सन्सहरू हुन्छन् होइन बायोस्टिमुलेटरमा चाहिँ मल्टिपल कुराहरू पर्छ त्यसले कसरी काम गर्छ डाक्टर त्यो बायोस्टिमुलेटर चाहिँ इन्जेक्सनहरूले त्यही त मल्टिपल हुन्छ बायोस्टिमुलेटर पनि होइन जस्तै प्रोफाइलो भन्ने हुन्छ प्रोफाइलोमा चाहिँ लो मोलिकुलर वेट हाई मोलिकुलर वेट हाइलुरोनिक एसिड हुन्छ फेरि होइन त्यसले काम गर्ने भनेको हाम्रो त्यहाँ भोल्युमाइज अलिकति भोल्युम हालिदिने हाइलुरोनिक एसिड बढाउने हाइड्रेसन बढाउने त्यसले कोलेजन रिमोडलिङ गर्ने भन्छ कोलेजन बनाउनलाई हेल्प गर्ने होइन र कतिवटा अर्को बायोस्टिमुलेटर्स हुन्छ जस्तै साल्मोन डिएनए भनेर सुन्नुभयो होला पोलिन्युक्लियोटाइड भन्ने हुन्छ पिडिआरएन भन्ने हुन्छ एक्जोसोम भन्ने हुन्छ यिनीहरू सबैलाई चाहिँ रिजेनरेटिभ बायोस्टिमुलेटर्स भन्छ त्यो भनेको चाहिँ रिजेनरेसनलाई चाहिँ हेल्प गर्ने पहिले त यो यिनीहरूले चाहिँ म्याम जस्तो कि यो कोलाजनहरू स्प्रेड भएको कोलाजनलाई अलिकति श्रिङ्क गरेर टाइटनेस गराउने हो कि कोलाजनलाई रिप्रोड्युस पनि गर्ने हो कि यसले कोलाजनलाई रिप्रोड्युस गरेर प्लम्पनेस हाम्रो बढाउने यङ्गर लुक बनाउने होइन कोलाजन किनभने हाम्रो विथ एज कम हुँदै जान्छ नि त कोलाजनलाई फेरि चाहिँ हामीले बढाएर अनि यसलाई चाहिँ यङ्गर लुक दिने मेन चाहिँ यसको त्यही हुन्छ होइन त्यही भएर कोलाजन प्रडक्सन बढाउने धेरै जस्तो चाहिँ रिजेनरेटिभ बायोस्टिमुलेटर्सको हुन्छ कोलाजन साथसाथै अरू पनि सेल्सहरू इलास्टिनहरू भयो फाइब्रोब्लास्टहरूले चाहिँ बनाउने सेल्सहरू त्यसलाई बढाएर चाहिँ हाम्रो रिजेनरेसन चाहिँ बढाउने र त्यसले चाहिँ हाम्रो युथफुल लुकलाई
मेन्टेन गर्ने हुन्छ। अनि अर्को चाहिँ एउटा फ्याट ग्राफ्टिङ भन्दो रहेछ होइन हजुर। त्यो फ्याट ग्राफ्टिङ भनेको चाहिँ अरूतिरको फ्याटहरू निकालेर फ्याटहरू, त्यहाँ ट्रान्सप्लान्ट गरे हेयर ट्रान्सप्लान्ट गरे जस्तो फेसमा फ्याट पनि ट्रान्सफर ट्रान्सप्लान्ट गरिन्छ। हुन्छ हजुर। यो पनि हुन्छ नेपालमा हुन्छ हजुरकोहरूकोमा हुन्छ नेपालमा हुन्छ, मैले चाहिँ गरेको छैन। ओके कुनै कुनै ठाउँमा हुन्छ, अब प्लास्टिक सर्जन्सहरूले गर्नुहुन्छ कतिजनाले होइन, तर अब मैले चाहिँ अहिलेसम्म गरेको छैन। जस फ्याट ग्राफ्टिङ पनि एउटा वर्ल्ड वाइड गरिने ट्रिटमेन्टमा हो, तर कस्तो भयो भने हजुरको ल्याबबाट रेडिमेड बनेर आएको फिलरहरू हुन्छ एउटा, त्यो गर्न सजिलै क्विक भयो, तर फ्याटको चाहिँ निकाल्ने प्रक्रिया बढ्यो नि त। त्यो निकाल्ने प्रक्रियाको आफ्नै कम्प्लिकेसन पनि हुन्छ नि त, निकाल्दाखेरि हुनसक्ने रिस्कहरू, त्यो एउटा एडिसनल स्टेप थपिने भएको हुनाले सकेसम्म त फिलरै गरिदिने ओके ओके चाहिँ धेरै त्यो पपुलर फ्याट छ वर्ल्ड ग्राफ्टिङको चाहिँ वाइड। पर्मानेन्ट सोलुसन हुन्छ कि हुँदैन त्यो पनि फ्याट हुँदैन, त्यो पनि कन्सिस्टेन्ट हुँदैन, त्यो पनि त्यो कन्सिस्टेन्ट पनि हुँदैन कन्सिस्टेन्ट ओके हुँदैन। सबैलाई फरक हुन्छ, ओभर टाइम त्यो पनि कम हुँदै जान्छ, तर 50% जति चाहिँ रहिरहन सक्छ भन्ने पनि छ होइन, ओके तर त्यो सबै इन्डिभिजुअलमा फरक भएको देखिएको छ। डक्टर यो अर्को जुन अघि हामीले यो एस्थेटिक प्रोसिडियरहरू गर्नु यसमध्ये चाहिँ विच अप्सन बेस्ट प्रिजर्भ चाहिँ हाम्रो फेसियल आइडेन्टिटीलाई चाहिँ कुनले बेस्ट प्रिजर्भ गर्छ? यो सबै ट्रिटमेन्ट मोडालिटीलाई कम्बिनेसनमा राइटली युज गर्यो भने चाहिँ फेसियल आइडेन्टिटी फेसियल प्रोफाइल अथवा फेसियल आफ्नो नर्मल चाहिँ मेन्टेन गर्न सकिन्छ। कुनैको पनि ओभर युज पनि ठिक होइन ओके होइन, त्यसलाई चाहिँ राइटली युज गर्नुपर्छ। राइट स्पेसिङमा कुन एजमा कुन युज गर्ने भनेर कुनै एउटा कुराले मात्रै भनेर चाहिँ भन्न सकिँदैन, किनभने निड अनुसार फरक हुन्छ सबैको होइन, र एकैजना व्यक्तिलाई मल्टिपल मोडालिटी चाहिन पनि सक्छ, र कतिपयलाई मल्टिपल मोडालिटी बिस्तारै गरिरहन नै बेटर हुन्छ। महिनामा गर्ने ट्रिटमेन्ट होइन, बरु 3 महिना 4 महिनामा एकचोटि गर्ने, तर कन्सिस्टेन्टली त्यसलाई मेन्टेन गर्ने, त्यो पनि एकदमै चाहिँ राम्रो नेचुरल आफ्नो मेन्टेनेन्सको लागि राम्रो हुन्छ। पर्टिकुलर यही चाहिँ भन्ने हुँदैन, आफ्नो निड अनुसारै निड अनुसारै भन्नु पर्यो। सबै कुरा इन्जेक्टेबल भयो होइन, एनर्जी बेस्ड डिभाइस हजुरले भने जस्तै हाइफू एमएनआरएफ सबैको आफ्नो आफ्नो रोल हुन्छ होइन, कसलाई के निड हुन्छ त्यो अनुसारले चाहिँ हामीले गरिदिन्छौँ। अर्को डक्टर एउटा मोस्ट कमन भनेको माइक्रोनिडलिङ होइन, माइक्रोनिडलिङ पनि 2 टाइप्स हुन्छ, एउटा माइक्रोनिडलिङ अर्को रेडियो फ्रिक्वेन्सी माइक्रोनिडलिङ। यो दुईटाको फरक के छ होइन, कस्तोमा चाहिँ माइक्रोनिडलिङ गर्ने र कस्तो अवस्थामा चाहिँ रेडियो फ्रिक्वेन्सीवाला गर्ने त? माइक्रोनिडलिङ चाहिँ एकदमै सुपरफिसियल ट्रिटमेन्ट हो। माइक्रोनिडलिङबाट चाहिँ निडल मात्रै हामीले पास गर्ने हो, सुपरफिसियल लेयरमा हुन्छ भने माइक्रोनिडलिङ आरएफ चाहिँ अलिकति डिपर लेयरमा जान्छ, थोरै डिपर गर्न सकिन्छ, किनभने निडल छिरेर त्यहाँबाट रेडियो फ्रिक्वेन्सी एमिट हुन्छ, त्यसले गरेर त्यो डेप्थ तलसम्म हाम्रो चाहिँ जुन हामीले एम गरेका हुन्छौँ ट्रिटमेन्ट गर्न तलसम्म पुग्ने भएको हुनाले अलिक डिपर ट्रिटमेन्ट हो। नयाँ ट्रिटमेन्ट मोडालिटी हो माइक्रोनिडलिङ भन्दा, यसको चाहिँ डाउन टाइम कम हुन्छ। माइक्रोनिडलिङ आरएफको कम डाउन टाइम हुने भएको हुनाले टलरेबल हुन्छ, सबैलाई सजिलै, धेरै बेर रातो देखिने हुँदैन, कोलाजन रिमोडलिङको लागि हो। अर्को केमिकल पिल्सहरू पिकोलिजर भन्छ होइन, हजुर पिल्सहरू पनि धेरै इन्डिकेसन हुन्छ। पिल्सको पनि पिल पिगमेन्टेसनलाई गर्ने पनि हुन्छ, एक्नेलाई गर्ने पनि हुन्छ, एन्टी एजिङको लागि मेन्टेन गर्न पनि हुन्छ, एक्ने स्कारलाई पनि गरिन्छ होइन। अब इन्डिकेसन अनुसार कुन पिल युज गर्ने त्यो पनि छुट्टै हुन्छ। कहिलेकाहीँ चाहिँ डक्टर कस्तो हुन्छ भने यो ट्रिटमेन्ट्सहरूले चाहिँ मेलाजमाबाट झन् मोर ओर्सन मोर डार्कर पनि गराइरहेको हुँदो रहेछ होइन, यसको कारण के? पिलिङ गरिसकेपछि हाम्रो स्किनको केही डाउन टाइम हुन्छ, 1 हप्तासम्म अथवा 10 दिनसम्म चाहिँ पिल भएर हाम्रो बाहिरको लेयर एक्सफोलिएट भएर गइरहेको हुन्छ। त्यो समयमा हाम्रो छाला सेन्सिटिभ हुन्छ, त्यति बेला आफूले चाहिँ राम्ररी केयर गर्ने भनेर जुन इन्स्ट्रक्सन दिएका हुन्छौँ हामीले त्यो गर्न सकिएन भने वर्स्ट हुनसक्छ एउटा। अर्को चाहिँ पिलिङ गरेपछि अलिकति अरू कुराहरू एडिसनली त्यतिकै नलगाउने, डक्टरले दिएको कुराहरू मात्रै लगाइदिने गर्नुपर्छ, किनभने सेन्सिटिभ भएको समयमा चाहिँ भल्नरेबल भयो नि त, अरू कुराहरू लगाइदिँदाखेरि झन् डार्क पिगमेन्टेसन इन्फ्लेमेसन बढ्ने पिगमेन्टेसन बढ्ने चान्स हुन्छ, त्यसै कारणले चाहिँ बढेको हुनसक्छ। अघि हामीले सुरुमा नै कुरा गर्यौँ जस्तो थ्रेड लिफ्ट्स एउटा अनि अर्को चाहिँ सर्जिकल फेस लिफ्ट होइन, यो दुइटाको अलिकति कुरा गरौँ। यो चाहिँ प्राय कुन एजमा प्राय सुरु गरिन्छ थ्रेड लिफ्ट्सहरू कि 30+ होइन? अनि यो थ्रेड लिफ्ट्स र यो सर्जिकल फेस लिफ्टमा के फरक छ? दुइटाकै एउटै कुरा हो? होइन, फरक हो डेफिनेटली। सर्जिकल लिफ्ट भनेको चाहिँ सर्जरीले नै हजुरको छालालाई तानेर फेरि सिलाउने होइन, युजुअली कानको पछाडिबाट सिलाउने टेक्निकहरू हुन्छ। प्लास्टिक सर्जन्सहरूले गर्छ, मैले चाहिँ गरेको छैन होइन।
तर थ्रेड लिफ्ट भनेको चाहिँ जसलाई सर्जरी गर्न मन लाग्दैन सर्जरी गर्नको लागि पनि सर्टेन आफूलाई टाइम कमिटमेन्ट कम्प्लिकेसनको रिस्क बढी हुन्छ नि त त्यही भएर हामीले त्यसलाई एकदमै चाहिँ मिनिमल इन्भेजिभमा गर्ने चाहिँ थ्रेड लिफ्टिङ हो त्यो भनेको चाहिँ सर्टेन भेक्टर सर्टेन एरियामा हामीले त्यो धागो चाहिँ कस्तो भने हुक्ड हुन्छ क्या हजुरको थ्रेड चाहिँ हुक्ड हुन्छ अनि त्यो थ्रेड छिराएर हामीले तानिसकेपछि चाहिँ त्यो लिफ्टेड हुन्छ होइन स्यागिनेसको लागि हामीले लिफ्टिङको लागि प्रयोग गर्ने थ्रेड लिफ्टिङ टेक्निक हो र त्यो हुकले गरेर तानिराख्छ पछि त्यो थ्रेड हराएर जान्छ त्यही पनि त्यहाँभित्र कोलाजेन बन्ने भएको हुनाले लिफ्टिङ इफेक्ट लामो समयसम्म रहने भएको हुनाले लिफ्टिङको लागि राम्रो एन्टी एजिङ टेक्निक हो यो डक्टर अर्को मैले एउटा सोसियल मिडियामा इन्स्टाग्राममा एउटा देखिरहेको थिएँ नयाँ ट्रेन्ड स्किन साइक्लिङ भनेर होइन यो हजुरले देख्नु भएको छ होइन स्किन साइक्लिङ एउटा एकदमै राम्रो टेक्निक हो एकदमै चाहिँ हाम्रो नेपाली स्किनमा चाहिँ एकदमै राम्रो बेनिफिसियल भएको देख्छु मैले बेसिकली स्किन साइक्लिङ भनेको कुनै पनि एउटा प्रडक्ट डेली लगाउने नगरेर हजुरको स्किनमा लाउने प्रडक्ट चाहिँ चेन्ज गरेर 2-3 दिन 4 दिनसम्ममा चाहिँ साइकल गरेर डिफ्रेन्ट प्रडक्ट्सहरू लगाइदिने यसको इफिकेसी बढ्छ त्यसो हुँदा यस्तो गर्दाखेरि टलरेबिलिटी राम्रो हुन्छ हाम्रो स्किनलाई टलरेट गर्न राम्रो हुन्छ र इफिकेसी पनि डेफिनेटली हामीले एउटा कुरा लाउने ठाउँमा हामीले 2-3टा कुरा अकोमोडेट गर्यौँ नि त त्यो विकमा लाउनलाई अनि त्यसले गरेर चाहिँ हाम्रो स्किनलाई चाहिँ मजाले एडजस्ट पनि हुन पाउने र मल्टिपल कुराको बेनिफिट लिन पाउने भए हुनाले स्किन साइक्लिङको चाहिँ राम्रो बेनिफिट देखिन्छ अब मैले एकदमै गर्न रुचाउँछु त्यो चाहिँ मैले यो रेटिनोल दिँदाखेरि कहिल्यै पनि सधैँ लगाउन दिन्न मैले मेरो पेसेन्टहरूलाई एक्टिभ रेटिनोल एक दिन लगाउनु भयो भने नेक्स्ट डे चाहिँ हजुरले हाइलुरोनिक एसिड या कुनै रिपेयर गर्ने खालको सेलका कुराहरू लगाइदिने त्यसपछि अर्को एक्टिभ इन्ग्रिडियन्ट जस्तै एएचए बिएचए भएको लगाइदिने अनि त्यसरी चाहिँ साइकल गर्ने 2 दिन पछाडि अनि फेरि चाहिँ त्यही साइकल रिपिट हुन्छ मन्डे आज रेटिनोल लगायो भने ट्युसडे वेडनेसडे लगाएन अनि अब थर्सडे फेरि रेटिनोल लगाउने हो त्यसरी चाहिँ साइक्लिङ गरिदिँदाखेरि चाहिँ धेरै बेनिफिट भएको धेरै टलरेट भएको देखिन्छ त्यो चाहिँ एकदमै राम्रो चाहिँ नयाँ देखिरहेको स्किन साइक्लिङ भन्दो रहेछ त्यसलाई चाहिँ हो एकदमै राम्रो त्यहाँ चाहिँ के देखाइरहेको थियो भने जस्तो फर्स्ट दिन चाहिँ एक्सफोलिएसन गर्ने सेकेन्ड दिनमा रेटिनोल चाहिँ लगाउने एन्टी आइजिङमा त्यसपछिबाट थर्ड र फोर्थ डे चाहिँ रिको जस्तो हजुरले भने जस्तो जुन एक्टिभ मोलिकुल छ हाइलुरोनिक एसिड हुन्छ कि अथवा जुन आफूलाई एक्टिभ मोलिकुल चाहिएको त्यो युज गर्ने अनि फोर्थमा फेरि एक्सफोलिएटिङ फिफ्थ डेमा एक्सफोलिएट गर्ने अनि फेरि रेटिनोल अनि 4 डेजको साइकल त्यही रेटिनोइड एएचए बिएचए अनि फेरि हाम्रो मोइस्चराइजर जसले चाहिँ रिपेयर गर्नु पर्यो होइन रिपेयरिङ खालको मोइस्चराइजरहरू इमोलियन्ट या ह्युमेक्टेन्ट भएकोहरू अनि फेरि चाहिँ अर्को दिनबाट फेरि त्यो रिपिट गर्ने गरेर अब डिपेन्डिङ अन द निड 4 दिनको साइकल या 3 डेजको साइकल सुड बी गुड अर्को चाहिँ डक्टर स्किन फास्टिङ भनेर अनि हामी फास्टिङ बसेपछि त स्किनलाई फास्टिङ गराउने 2 हप्तासम्म केही युज नगर्ने अरे त्यो कतिको त्यसले झन् वर्स गराउँदैन डाक्टर त्यसले वर्स्ट गर्दैन किनभने हाम्रो स्किनको नेचुरल फिजियोलोजी जुन हुन्छ नेचुरली हुनुपर्ने कुरा त्यसले पनि राम्रो समय पाउँछ कि हामीले सधैँ एक्टिभहरू मात्रै इन्ग्रिडियन्टहरू मात्रै लगाइदिने अरू कुरा मात्रै लगाइदिने भने हाम्रो स्किन त लेजी हुन्छ नि त हाम्रो स्किनले नेचुरली गर्नुपर्ने कुरामा पनि त हामीले लेजी बनाइदिन भएन त्यो नेचुरल रिकभरी हुने आफ्नो टाइम पनि हुन्छ होइन त्यो कुरालाई मध्यनजर राख्दै 1 हप्तादेखि 2 हप्ताको बिचमा फास्टिङ गरिदिने स्किनलाई एकदमै राम्रो टेक्निक हो त्यो सबैलाई निड नहुन सक्छ तर कतिलाई त्यो बेनिफिसियल हुन्छ त्यसलाई अर्को सजिलो यसरी बनाउन सकिन्छ जस्तो कि मिनिमम केयर चाहिँ गरिदिने जस्तो सनस्क्रिनहरू त युज गर्नु पर्यो हो सनस्क्रिन र मोइस्चराइजर त हाम्रो बेसिक उसमै पर्यो अरू एक्टिभहरूलाई चाहिँ हामीले ब्रेक गरिदिनेलाई चाहिँ स्किन फास्टिङ भनिन्छ ओके ल नयाँ कुरा आज भयो त्यो चाहिँ एकदमै राम्रो टेक्निक ओके डाक्टर अर्को कुरा देखिरहेको डाक्टर आजको दिनमा एआई आर्टिफिसियल इन्टेलिजेन्स होइन एभ्री सेक्टरमा यसले खाइसक्यो अब होइन आज हामी बुक पढ्नदेखि लिएर कुनै पनि कामहरू गर्नलाई होइन गइसक्यो अब स्किन केयरमा चाहिँ यसले कस्तो रोल इफेक्ट गर्ला पछिको दिनमा तपाईँलाई के लाग्छ आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ अब यसको ठुलो रोल हुन्छ किनभने आजकल नयाँ एपहरू आइरहेको छ होइन नयाँ एपले चाहिँ हाम्रो स्किनलाई चाहिँ एनालाइज गरेर इट मेक्स आवर जब इजियर के हाम्रो काम सजिलो भयो होइन यहाँ कतिको पोर्स छ कतिको चाहिँ के छ यहाँभित्र कतिको पिगमेन्टेसन छ यी सबै कुराहरू हेर्नलाई हामीलाई मद्दत होला हामीलाई डायग्नोसिसको लागि 1 स्टेप
अगाडि हुन सक्ला ओके एउटा कुरा होइन। अर्को कुरा चाहिँ कतिवटा एपले गरेर हामीलाई ट्र्याकिङ गर्न सजिलो भयो नि त ओके होइन। मेडिकेसनको ट्र्याकिङ गर्न सजिलो भयो, ओके हिस्ट्रीहरू हिस्ट्री सबै ओके ट्र्याकिङ गर्न ओके सजिलो ओके भयो। करेक्ट त्यही भएर एआईको युजले डेफिनेटली अब नयाँ फर्म्सहरू लिन्छ होला, बेनिफिसियल हुन्छ र हामीले अहिलेको जेनेरेसनलाई एआई चाहिँ युज गरेर नै अगाडि बढ्न ठिक हुन्छ जस्तो लाग्छ। जस्तो किनभने इन्डिभिजुअलको स्किनको आफ्नो केयरको बेनिफिट्समा चाहिँ मलाई चाहिँ कसरी सहयोग गर्छ जस्तो लाग्छ भने अघिल्लो हजुरले भने जस्तो हजुरकोमा कुनै पेसेन्टहरू आयो अरे मिनिमम 4 to 5 टाइम्स अथवा 10 टाइम्स आउनुभएको छ अरे होइन, उहाँको हिस्ट्रीदेखि लिएर सबै कुरा एआईले ट्र्याक गर्ने सिस्टम हो भने त कुन मोलिकुल उसले कति युज गरिरहेछ हजुर अथवा उसले डेली रूपमा नि युज गर जस्तो मैले आज कुनै मोलिकुल लगाएँ भने त्यहाँ उसले क्लिक गर्यो भने मैले गरेँ भने उसले त एनालाइसिस गरेर तैँले होइन यति कति पर्सेन्ट कुरा त अटोमेटिक पनि हुन्छ। जस्तै हजुरको कति स्टेप्स हिँड्यो होइन कति अटोमेटिक हुन्छ नि त। एआईले गर्न सक्ने कुरामा उहाँले खाएको कुरा खानेकुराहरूमा कति क्यालोरी थियो, के चाहिँ न्युट्रिसनली के खानेकुरा थियो, त्यस्तो खालको एपहरू सुद्धा आइसक्यो नि त आजकल त होइन। कति उहाँको एक्सर्साइज भयो फर द डे अर फर द विक, त्यो अनुसार उहाँको हामीले लाइफस्टाइल पनि ट्र्याक गर्न पायौँ नि त। मैले जुन अघि लन्जेभिटीको कुरा गरेँ, हाम्रो मेडिसिनको फ्याक्टर मात्रै नभएर उहाँको कज पत्ता लगाउन नि सजिलो भयो हामीलाई होइन, र हामीलाई ट्रिटमेन्ट ट्र्याक गर्न सजिलो भयो, उहाँलाई ट्रिटमेन्टको प्लान गर्न पनि सजिलो भयो। त्यही भएर एआईको त डेफिनेटली मल्टिपल अदर वेज होला जुन म पनि अवेर नभएको हुनसक्छ। मैले एउटा युएसको बायोटेक्निकल एउटा कम्पनीको हेरिरहेको थिएँ कस्तो भने उसले न्यू मोलिकुल्स नै जेनेरेसन गरिरहेछ अरे क्या। जस्तो कस्तो भने जस्तो अलरेडी हाम्रो भएको मोलिकुल चाहिँ क्लिनिकल ट्रायलहरू त भएको छ, एउटा स्टेपको त डेटा त छ नि त, त्यो डेटालाई चाहिँ उसले प्रोसेस गरेर होइन यस्तो इन्डिकेसनहरू चाहिँ यो राम्रो चिजले चाहिँ यो नयाँ मोलिकुल बन्न सक्छ भनेर एआईले नै नयाँ मोलिकुल जेनेरेसन गरिरहेको थियो। त्योसम्म पनि हाम्रो पुगेको छ, चाहिँ पक्कै पनि हामीलाई त हेल्प गर्छ। पोसिबल चाहिँ छ, त्यो पोसिबल छ कति कुराहरू। अब एआईको आफ्नै प्रोज एन्ड कन्सहरू होला होइन। डेफिनेटली एआईले चाहिँ हाम्रो मेडिकल ट्रिटमेन्टहरूलाई इजी बनाउँछ, हेल्प गर्छ फ्युचरमा। ओके डक्टर, एट लास्ट अब नेपालको तपाईँले जुन यो डर्माटोलोजी यो देख्छ यसको फ्युचर कस्तो देख्नुहुन्छ? नेपालमा डर्माटोलोजीको फ्युचर एकदमै राम्रो देख्छु म, किनभने आजकल चाहिँ स्पेसली हाम्रो नेपालको कतिजना डक्टर्सहरू बाहिर गएर ट्रेन गरेर स्किल्ड भएर आएर होइन धेरैजना चाहिँ अप्रिसिएट गर्नुहुन्छ होइन। कति नयाँ टेक्नोलोजीहरू नयाँ नयाँ कुराहरू चाहिँ हामीले ल्याउन सकेका छौँ, गर्न सकेका छौँ भनेर अप्रिसिएट गर्नुहुन्छ। यो पनि ल्याइदिन पाए हुने नि भनेर उहाँहरूले जुन बाहिरको देख्नुहुन्छ सोसियल मिडियाहरूबाट, यस्तो पनि हामीले चाहिँ ल्याउन पाए हुने नि भन्ने हामीलाई गर्नुहुन्छ होइन। त्यही भएर धेरै कुरा भित्रिएको छ, आएको छ होइन, नयाँ टेक्नोलोजीदेखि लिएर स्किल्सदेखि लिएर होइन, कति त स्किल बेस्ड कुराहरू हुन्छ हामीले गरिरहेको, त्यो धेरै राम्रो हुँदै आइरहेको छ। र हाम्रो नेपालमा पनि हाम्रो इन्टरनेसनल कतिवटा चाहिँ पर्सनालिटीका चाहिँ प्लेटफर्म्सहरू हुन्छन्, त्यसमा चाहिँ त्यतिको लागि भनेर हाम्रो नेपाली जनता चाहिँ बाहिर गएर ट्रिटमेन्ट गर्नु परेको छैन नि त होइन। बाहिर गएर चाहिँ अब सानो सानो ट्रिटमेन्ट गर्नको लागि पनि हामीले चाहिँ अरू डक्टर खोजेर पहिले इन्डियामा जाने या थाइल्यान्डमा जाने चलन थियो भने त्यो धेरै कम भएर गएको छ। त्यही भएर बाहिरको विदेशीहरू शुद्ध आएर नेपालमा हामीसँग ट्रिटमेन्ट गर्न कम्फर्टेबल मान्ने स्टेट भइसकेको छ। एक्ज्याक्टली मैले सधैँ सबैजनासँग कुरा गरेको हुन्छ कि नेपाल इट्स सेल्फ इज अ नेचुरल्ली राम्रो कुरा छ होइन, र कम्पेरिटिभली हेर्ने भने डक्टर हाम्रो कस्टिङ पनि कम छ। यो जुन प्रोसिड्युरहरूको जुन नेपालमा हामी गर्छौँ होइन, यही चिजहरू हामी इन्डियामा हेर्नु भने धेरै महँगो छ डक्टर। हजुर हजुर होइन, बाहिरतिर महँगो छ। बाहिरतिर महँगो छ, स्पेसली वेस्टर्न कन्ट्रीहरूबाट आउने, युरोपको कन्ट्रीहरूबाट आउने धेरैजनाले चाहिँ म कहीँ पनि आउनुहुने कतिजनाले यहाँ ट्रिटमेन्ट सस्तो छ भने एकैचोटिमा गर्न मिल्ने ट्रिटमेन्ट के हुन्छ प्लिज मलाई गरिदिनुहोस् भनेर गरेर जानुहुन्छ। यो कुरा त हामीले मेडिकल टुरिज्मसँग नै जोड्न सक्छौँ नि। हो एकदमै एकदमै, यो चाहिँ एकदमै ठुलो फिल्ड हो र ठुलो ग्यापिङ पनि छ। अझै पनि यसलाई चाहिँ हामीले क्याच गर्न सकिरहेको छैनौँ। हामीले गर्नुपर्ने स्ट्राटेजिजहरू कसरी क्याच गर्ने भन्ने कुरामा धेरै वर्कआउट गर्नुपर्ने छ जस्तो लाग्छ मलाई हाम्रो नेपाल पर्सनको उसबाट होइन। र पोटेन्सियल एकदमै राम्रो छ, किनभने हामीले बाहिरको स्ट्यान्डर्डको ट्रिटमेन्ट दिइरहेका हुन्छौँ। आजकल सबैजना धेरै स्किल्ड ट्रेन्ड भइसकेको छ हाम्रो नेपालकै डर्माटोलोजिस्टहरू। डक्टर एउटा त त्यसमा चाहिने मलाई लाग्छ दुईवटा, एउटा स्किल्ड पर्सन स्किल्ड डक्टर, अर्को एस्थेटिक फेसिलिटी, दुईवटा कुरा भयो। यो आजको दिनमा हेर्ने भने मैले मल्टिपल ठाउँमा मैले एस्थेटिक क्लिनिकहरू दिइरहेको छु, दे आर मोर एडभान्स क्या, बाहिरको भन्दा कुनै पनि कम छैन। हजुर हो कुनै पनि कम छैन। कुनै पनि टेक्नोलोजीको कुनै पनि युज गर्ने मसिन्स या लेट्स से इन्जेक्टेबलहरूको प्रोटोकल्स हुन्छ नि त, त्यो ट्रेन्ड भएर आइसकेपछि त त्यो कुरा त एक्ज्याक्टली सेम कपी प्रोटोटाइप हुन्छ नि त
होइन त्यो चाहिँ आफूलाई जसरी मलाई त्यसरी गर्ने भन्ने नै हुँदैन त्यसको एउटा प्रोटोकल हुन्छ सो सबै जे पनि कुरा हामीले ल्याइसकेपछि हामी त्यसमा ट्रेन भएर ल्याएका हुन्छौँ त्यही भएर त्यो वर्ल्डमा जे स्ट्यान्डर्डको ट्रिटमेन्ट हुन्छ नेपालमा पनि एक्ज्याक्टली सेम स्ट्यान्डर्डको ट्रिटमेन्ट हुनैपर्छ त्यो टेक्नोलोजी आइसकेपछि त्यही भएर त्यो चाहिँ आई थिङ्क नेपाल इज नो लेसर नेपालमा नि राम्रो छ र कस्ट वाइज चाहिँ यहाँ धेरै सस्तो पर्ने भएको हुनाले त्यो चाहिँ हाम्रो बाहिर बस्ने नेपाली नैहरूलाई पनि धेरै बेनिफिसियल कुरा हुन्छ त्यो चाहिँ हस् डक्टर थ्याङ्क यू सो मच फर कमिङ एनिथिङ यु वान्ट टु से इन लास्ट धेरै धेरै धन्यवाद मलाई बोलाइदिनु भएकोमा केही कुरा छुटेको कुराहरू केही छ कि ओभरअल मलाई चाहिँ के लाग्छ भने हामीले स्किन भनेर हामीले स्किनमा लगाउने कुराहरूलाई मात्रै फोकस गरिरहेका हुन्छौँ आजकल मैले चाहिँ देखेको हाम्रो ल्याकिङ भनेको धेरैजनामा हामीले आफ्नो लाइफलाई चाहिँ आफ्नो उसलाई फोकस गर्न मेन्टल हेल्थलाई र फिजिकल हेल्थलाई फोकस गर्न बिर्सिएको जस्तो मलाई फिल हुन्छ कि सो आई थिङ्क एभ्रिथिङ सुड गो ह्यान्ड इन ह्यान्ड टुगेदर सबैजनाले चाहिँ आफ्नो मेन्टल हेल्थलाई पनि इक्वली चाहिँ प्रायोरिटी गर्नुपर्छ फिजिकल हेल्थलाई पनि इक्वली प्रायोरिटी गर्नुपर्छ अनि बल्ल हामीले गरेको स्किन केयर रुटिनले चाहिँ भनौँ न हाम्रो स्किनमा गरेको सबै ट्रिटमेन्टहरूले चाहिँ म्याक्सिमम बेनिफिट ल्याउन सक्छ त्यही भएर आई वुड वान्ट टु से स्टे ह्याप्पी स्टे हेल्दी टेक केयर अफ यर सेल्फ थ्याङ्क यू तपाईँलाई यो आजको एपिसोड कस्तो लाग्यो आफ्नो कुनै जिज्ञासा छन् भने कमेन्टमा लेख्न नबिर्सिनुहोला साथै स्किन टिप विथ राजेन्द्रलाई लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला हस् धन्यवाद थ्याङ्क यू